Hello, we are live here है म फेरि पनि लाइभ आइसकेको छु एन्ड वेलकम छ मेरो चाहिँ यो लाइभ सेसनमा म आज चाहिँ एकदमै धेरै समयपछि लाइभ आइरहेको छु है मेरो यो एपिसोड्सहरू लिएर अनि आज चाहिँ एपिसोड 8 एन्ड फेरि पनि वेलकम भन्न चाहन्छु मेरो बिजनेस पेजमा सृजना डिजिटल एन्ड सिओमा चाहिँ वेलकम भन्न चाहन्छु एन्ड म फेरि पनि आज एउटा स्पेसल गेस्ट लिएर आएको छु है सो उहाँलाई चाहिँ वेलकम गर्नुभन्दा पहिले चाहिँ म मेरो बारेमा चाहिँ भन्न चाहेँ किनभने चाहिँ एभ्री टाइम लाइभ आउँदा होइन एन्ड डिफ्रेन्ट पर्सनहरू जोडिरहनु भएको छ मेरो यो लाइभमा अनि बिजनेस पेजमा सो उहाँहरूको लागि चाहिँ म मेरो परिचय दिन चाहेँ अनि म के गरिरहेको छु अहिले यी कुरा पनि सेयर गर्न चाहेँ सो नमस्ते एभ्रिवान म सृजना चौधरी बुटलबाट एन्ड म चाहिँ फुल टाइम मम हो एन्ड अल्सो यो डिजिटल बिजनेस पनि गरिरहेको छु है 2 वर्ष भइसक्यो बिजनेस गरिरहेको छु एन्ड एभ्री टाइम है म इन्जोय गरिरहेको छु यो बिजनेसमा एन्ड मेरो चाहिँ म चाहिँ फुल टाइम मम हो प्लस मेरो चाहिँ एउटा सानो नानी पनि छ है एन्ड मेरो नानी चाहिँ 10 महिनाको हुँदैदेखि म यो बिजनेसमा छु अहिले पनि 3 वर्षको भइसक्यो है सो आज चाहिँ धेरै ढिलो नगरौँ है किनभने अलरेडी 9:15बाट हामी स्टार्ट गरेको छौँ एन्ड बच्चा सुताउने बेला पनि भइरहेको छ है एन्ड अल्सो म चाहिँ आज ममलाई लिएर आएको छु जो चाहिँ फर्मर ब्याङ्कर पनि हुनुहुन्छ है सो उहाँको चाहिँ उहाँले किन बिजनेस स्टार्ट गर्नुभयो उहाँको जर्नी आज चाहिँ मेरो यो लाइभ थ्रु चाहिँ सेयर गर्नेछु अनि म आफै पनि एकदमै धेरै एक्साइटेड छु है उहाँको जर्नी सुन्नको लागि किनभने इच एन्ड एभ्री डे म चाहिँ उहाँको पोस्टहरूबाट उहाँको कुराहरूबाट चाहिँ इन्सपायर भइरहेको हुन्छु सो ढिलो नगरिकन उहाँलाई वेलकम गरौँ फर्मर ब्याङ्कर अनि अहिले चाहिँ उहाँ डिजिटल बिजनेस ओनरलाई है बबिता पौडेल सिसलाई चाहिँ वेलकम गर्न चाहन्छु है सो उहाँलाई स्टेजमा ल्याउन चाहेँ वेलकम नमस्ते नमस्ते सन्चै हुनुहुन्छ ठिक छु हजुर आराम हुनुहुन्छ हजुर एन्ड फर्स्ट अफ अल चाहिँ वेलकम छ हजुरलाई अनि प्लस थ्याङ्क यू सो मच है मैले भन्ने बित्तिकै हजुरलाई चाहिँ हुन्छ भन्नुभयो त्यसको लागि है थ्याङ्क यू सो मच थ्याङ्क यू टु तपाईँलाई पनि है किनभने मलाई चाहिँ एज अ गेस्ट बोलाउनु भएको छ आज आफ्नो कुराहरू सेयर गर्ने मौका दिनुभयो खासमा चाहिँ अब हामी अलि छिटो जोइन हुनेवाला थियौँ तर मेरै प्रोग्रामले गर्दाखेरि चाहिँ अलिकति लेट भएको छ त्यसको लागि पनि सो सरी भन्न चाहन्छु थ्याङ्क यू सो मच सृजनाजी माई प्लेजर अनि म चाहिँ एकदमै धेरै एक्साइटेड छु हजुरको जर्नी होइन सुन्नको लागि किनभने इच एन्ड एभ्री डे हजुरको पोस्टहरूबाट म आफू पनि एकदमै इन्सपायर भइरहेको हुन्छु कि हाउ कसरी गरिरहनु भएको छ भनेर होइन किनभने हजुर एकदमै बिजी मम हुनुहुन्छ होइन टोडलर बेबीको मम्मी भनेपछि त माई गड होइन मेरो पनि नानी अब 3 वर्षको भयो सो एकदमै होइन अब अटेन्सन धेरै चाहिने कि बच्चाहरूलाई नि त होइन मम्मी एभ्रिवेयर चाहिन्छ मम्मी नै चाहिन्छ सो द्याट हजुर कसरी म्यानेज गरिरहनु भएको छ भन्ने कुरो चाहिँ एकदमै जान्न मन लाग्छ कि मलाई है सो हजुरको चाहिँ इन्ट्रोडक्सनबाट स्टार्ट गरौँ है त सो हजुरले चाहिँ सानो इन्ट्रोडक्सन दिनु न हजुर आफ्नो नमस्ते एभ्रिवान मेरो नाम चाहिँ पविता पौडेल ओरिजिनल्ली फ्रम स्याङ्जा अहिले चाहिँ म पोखरामा बस्दै आइरहेको छु विथ फ्यामिली मेरो चाहिँ टोडलर भनौँ न 3 वर्ष भयो बाबु पनि सृजनाजीको छोरी र मेरो छोरा चाहिँ सेम एजको नै रहेछ अनि मैले चाहिँ 14 महिना हुँदाखेरि चाहिँ यो डिजिटल बिजनेस स्टार्ट गरेको हो अहिले चाहिँ बच्चा 3 वर्ष पनि भइसक्यो है मैले चाहिँ पहिला भनौँ न ब्याङ्कमा काम गरेको थिएँ 8 वर्ष जति चाहिँ त्यति बेला चाहिँ के फिल हुन थाल्यो भने चाहिँ बच्चा भइसकेपछि बच्चा हुनुभन्दा अगाडि चाहिँ मेरो लाइफ ठिकै छ चलि नै रहेको छ मैले सायद ब्याङ्कबाट नै ब्याङ्किङ करियरलाई नै कन्टिन्यू गर्छु भन्ने माइन्ड सेट थियो त्यति बेला चाहिँ जब बच्चा भइसक्यो त्यसपछि चाहिँ प्रायोरिटी सिफ्ट हुँदो रहेछ कि मैले आफ्नो करियर भन्दा पनि मेरो जब भन्दा पनि बच्चालाई चाहिँ टाइम दिनुपर्छ अब अहिले जुन यो आमा खोज्ने टाइममा म उसको साथमा हुन सकिनँ भने चाहिँ पछिको लागि पनि आफूलाई पनि मम गिल्ट भइ नै राख्छ त्यसले गर्दाखेरि चाहिँ मैले बच्चालाई टाइम दिनुपर्छ भन्ने हिसाबले चाहिँ आफ्नो करियरलाई छोडेर मैले यो डिजिटल बिजनेस स्टार्ट गरेको हो होइन पहिला जब हुँदै कन्टिन्यू गरिरहेको थिएँ अनि जब यता बिजनेसमा जोइन भएको
1.5 मन्थपछि चाहिँ मैले आफ्नो जबलाई चाहिँ टोटल्ली ब्रेक गरेर बिजनेसलाई नै टाइम दिइरहेको छु। अब फुल टाइम पनि भन्न मिलेन किनभने साइडमा टोडलर हुँदै हुन्छ होइन। अब उनीहरूको ट्यान्टमहरू उनीहरूको पछि अघि भाग्दा भाग्दै हाम्रो धेरै टाइम त त्यसरी नै गइरहेको हुन्छ। अब त्यो बाँकी रहेको बचेकुचेको टाइममा चाहिँ मैले बिजनेसलाई दिइरहेको हुन्छु है। सो यति नै भन्न चाहन्छु। थ्याङ्क यू सो मच यस्तो मिठो इन्ट्रोडक्सनको लागि है। सो हामी एकदमै हामी मम्मीहरू चाहिँ एकदमै बिजी हुन्छ नि त होइन। एभ्री के लाइक बच्चा सानो हुँदा पनि त्यही बिजिनेस हुन्छ र बच्चा ठुलो हुँदा पनि त्यही बिजिनेस हुन्छ कि। अनि हाम्रो सेम रिजन छ होइन किन यो बिजनेस स्टार्ट गरेको भनेर। तर म चाहिँ अब मैले चाहिँ कहिले प्रोफेसनल वेमा चाहिँ कहिले पनि जबहरू त्यस्तो कहिले पनि गरेको थिएन कि होइन। किनभने चाहिँ मैले बिहे पछि चाहिँ फर्स्ट प्रायोरिटी चाहिँ मैले मेरो फ्यामिलीले दिएको थिएँ होइन। अनि त्यही भएर चाहिँ मैले जबहरू चाहिँ गरेन। अब मैले चाहिँ मास्टर्स ग्रेजुएट छु होइन। तर पनि होइन कहिलेकाहीँ चाहिँ हाम्रो त्यो जबहरू होइन प्रोफेसन्सहरू भन्दा पनि फ्यामिली धेरै ठुलो हुँदो रहेछ कि होइन। हाम्रो पक्कै ड्रिम्स पनि हो। सो द्याट मैले चाहिँ आफ्नो त्यो ड्रिम्सहरू छोडेर चाहिँ मैले फ्यामिलीलाई नै टाइम दिन्छु भनेर चाहिँ त्यो मेरो डिसिजनको कुरा थियो है। तर लाइफ कस्तो हुन्छ भन्दाखेरि सडनली चेन्ज हुन्छ क्या होइन थाहै हुँदैन नि त। तर एउटा के थियो भन्दाखेरि म चाहिँ एकदमै डिपेन्डेन्ट पर्सन के होइन। अनि प्लस एकदमै साई नेचरको लाइक हुन्छ नि हामी कहिल्यै बाहिर गएन भने बाहिर अब घुलमिल भएन भने जबमा गएन भने चाहिँ हामी ग्रो नै हुन नसक्ने रहेछ कि होइन। सो मेरो केसमा चाहिँ त्यस्तो भएको थियो है। घरै बस्ने अनि त्यो डलनेस होइन केही गर्न नजाने जस्तो त्यस्तो हुन्थ्यो कि। जति पढेको भए पनि इफ हामीले त प्र्याक्टिकल्ली त्यो गरेन भने चाहिँ त्यस्तो हुने रहेछ होइन। एन्ड सडनली लाइफ ह्यापेन्ड एन्ड देन एज अ डिजिटल बिजनेस ओनरको रूपमा म पनि काम गरिरहेको छु है। एज अ अब फुल टाइम भने पनि या त हामी आफ्नो हुन त आफ्नो फ्री टाइम युज गरिरहेको छौँ यो बिजनेसको हिसाबमा होइन। त्यो हो। अनि हामीले चाहिँ हजुरले भनेअनुसार चाहिँ हाम्रो जुन फ्री टाइम छ नि जुन हाम्रो यो मी टाइम हो क्या होइन। जुन हामीले चाहिँ आफ्नो प्रोग्रेसमा लर्निङमा यी कुराहरूमा चाहिँ खर्च गरिरहेको छौँ होइन। सो थ्याङ्क यू सो मच छोटो मिठो इन्ट्रोडक्सनको लागि है। सो आज चाहिँ मैले केही क्वेसनहरू लिएर आएको छु हजुरसँग सोध्नको लागि है। सो म चाहिँ सेकेन्ड क्वेसनमा जान चाहेँ है त। सो केही कुराहरू त हजुरले एड नै गर्नुभयो होइन हजुरको भाइ। तर त्योभन्दा बाहेक हजुरले चाहिँ यो बिजनेस स्टार्ट गर्नुको रिजन होइन जस्तै कि अब हजुरको त एकदमै राम्रो जब थियो नि त होइन ब्याङ्किङ जुन मेरो पनि विगतमा चाहिँ लाइक ड्रिम जब भन्ने हुन्छ नि होइन। त मैले चाहिँ त्यो ड्रिम थियो क्या मेरो होइन लाइक ब्याङ्किङ करियर एकाउन्टेन्ट बन्ने होइन त्यस्तो ड्रिम थियो क्या। तर भएन होइन के रिजनले होला। बट हजुरको चाहिँ त्यो थियो नि त जब थियो नि एकदम राम्रो जब। कतिले यति मेहनत गरिरहेको हुन्छ तर पाउनुहुन्न नि त होइन। तर सडनली हजुरले किन छोड्नुभयो होइन। किनभने एकदमै गाह्रो छ नि आफ्नो करियर आफ्नो प्रोफेसन छोड्नको लागि। एन्ड कसरी होइन किन त्यस्तो ह्याप्पन हुन गयो लाइफमा। एन्ड यो बिजनेस चाहिँ कसरी चुज गर्न पुग्नुभयो। मलाई चाहिँ कस्तो लाग्थ्यो भने ब्याङ्किङ जब भनेको मेरो पनि ड्रिम जब नै हो किनभने मेरो धेरै जस्तो फ्यामिली मेम्बर चाहिँ ब्याङ्किङ सेक्टरमै हुनुहुन्छ। सो मलाई चाहिँ सानैदेखिबाट यो जस्तो बन्न पाएँ यसरी ब्याङ्कमा जब गर्न पाएँ भनेर चाहिँ त्यो खालको सोचिरहेको हुन्थेँ कि। अनि जुन पुरा पनि भयो 8 वर्षसम्म त्यसलाई कन्टिन्यू पनि गरेँ होइन। अनि अब एक लेभलमा पुगिसकेपछि चाहिँ बच्चा भइसकेपछि भनौँ न अब ड्रिम जब त थियो नै राम्रो पनि थियो किनभने नेपालमा ब्याङ्किङ जब भनेपछि राम्रै नै मानिन्छ है। त्यो हिसाबले चाहिँ राम्रै गइरहेको थियो। बच्चा भएपछि त्यही प्रायोरिटी सिफ्ट भएको मात्रै हो। सो ब्याङ्किङ जब अलिकति टाइट पनि हुने स्केड्युल चाहिँ अलिकति टाइट हुने है। जाने टाइम फिक्स हुन्छ आउने टाइम फिक्स हुँदैन। सो सानो बच्चालाई घरमा छोडेर जानु पर्दाखेरि अनि अफिस जाँदाखेरि रुने अनि अफिसमा गइसकेपछि पनि अब बच्चाकै याद आउने कि मलाई खोजिरहेको छ कि मलाई बोलाइरहेको छ कि भन्ने टाइपको फिल हुने। अनि जब जब बुझ्ने हुन थाल्यो 11-12 महिना हुन थाल्यो आमा खोज्ने बेला हुन थाल्यो
त्यसपछि चाहिँ मेरो बाटो हेरेर बसिरहेको हुन्थ्यो कि घर आउने त जाली ढोका चाहिँ हेरेर बसिरहेको हुन्थ्यो। त्यो कुराले चाहिँ कहीँ न कहीँ मम गिल्ट फिल हुने क्या आफूलाई, यसरी चाहिँ छोडेर जानु परिरहेको छ होइन, अहिले जब जब भनेर हिँडिरहेको छ, अब त्यसले गर्दाखेरि चाहिँ बच्चालाई टाइम दिन पाएको छैन। अनि त्यस्तो केही अप्सन भए त मैले जुन चाहिँ घरबाट काम गर्न पाए हुन्थ्यो भन्ने त्यो दिमागमा चाहिँ त्यस्तो आउने। तर नेपालमा चाहिँ अब यसरी घरबाट काम गर्न मिल्छ भन्ने चाहिँ मैले सुनेको पनि थिइनँ कि, किनभने छ कि छैन भन्ने थाहै पनि थिएन। यो बिजनेस छ भन्ने त मान्छे कति पनि थाहा नै थिएन। अनि मैले चाहिँ डिजिटल मार्केटिङको कोर्सहरू हेरिरहेको हुन्थेँ होइन। त्यही हेर्दै हेर्दै जाने क्रममा चाहिँ यो डिजिटल बिजनेसको बारेमा चाहिँ मैले पोस्ट देखेँ, जहाँ चाहिँ घरबाट काम गर्न मिल्छ भनेर त्यस्तो टाइपको थियो। अनि त्यो त्यो देखिसकेपछि चाहिँ यो मेरो लागि नै हो कि क्या हो भन्ने टाइपको फिल भयो कि, किनभने अब आफूलाई पनि बच्चासँग टाइम स्पेन्ड गर्नुपर्ने छ होइन। अनि ब्याङ्किङ जबबाट पनि ग्रोथ नभएको पनि होइन, तर जति मैले सोचिरहेको थिएँ त्यति चाहिँ भएको आफूलाई फिल हुँदैन थियो कि। अब गयो आयो टाइपको जस्तो, धेरै फ्यामिली सर्कलहरू बनाउन नसक्ने। अनि म पनि इन्ट्रोभर्ट खालको नै मान्छे हो होइन, त्यति धेरै घुलमिल नहुने खालको मान्छे हो। त्यो हिसाबले चाहिँ आफ्नो कुराहरू एक्सप्रेस गर्न नसक्ने। अनि जुन मैले ग्रोथ चाहिरहेको छु त्यो चाहिँ अलिक भएको छैन कि भन्ने टाइपको फिल हुन्थ्यो क्या मलाई चाहिँ। अनि त्यो हिसाबले चाहिँ आफ्नो पर्सनल ग्रोथको लागि पनि केही डिफ्रेन्ट सेक्टरमा ट्राई गर्नु पाए हुन्थ्यो भन्ने चाहिँ मनमा भइरहेको थियो। सो यो बिजनेसमा आइसकेर वेबिनार हेरिसकेपछि चाहिँ मलाई एकदमै मन पर्यो कि, जहाँ चाहिँ अब फाइनेन्सियल यो अर्निङको कुरा मात्रै नभइकन चाहिँ आफ्नो पर्सनल ग्रोथ पनि छ यसमा चाहिँ। एक त अब घरबाट काम गर्न मिल्ने, अर्को भनेको चाहिँ पर्सनल ग्रोथ पनि छ, अर्को भनेको चाहिँ अब अर्निङ पोटेन्सियल पनि छ। त्यो सबै कुराहरू देखिसकेपछि चाहिँ यो नै हो बेस्ट मेरो लागि चाहिँ। यो चाहिँ मेरो लागि नै आएको हो। भन्छ नि कहिलेकाहीँ चाहिँ अपर्च्युनिटी भनेको लाइफमा चाहिँ एकचोटि कि दुईचोटि आउँछ अरे कि, एकचोटि कि दुईचोटि म स्योर चाहिँ भएन होइन। त्यो अपर्च्युनिटीलाई चाहिँ हामीले ग्राब गर्न सक्नुपर्छ अरे क्या। मलाई चाहिँ त्यस्तो फिल भयो कि यो अपर्च्युनिटी चाहिँ मेरो लागि नै हो, मैले चाहिँ यो फुत्किन दिनु हुँदैन भनेर। धेरै टाइम पनि लागेन मलाई होइन। मैले अब हेरेँ, रिसर्च पनि गरेँ, अनि देखिसकेपछि यसमा पोटेन्सियल देखिसकेपछि चाहिँ यसमा मैले गर्न सक्छु, बच्चालाई पनि मजाले टाइम दिन सक्छु, यसमा मैले आफ्नो फ्युचर पनि बनाउन सक्छु भनेर आफूमा आइसकेपछि एउटा एक लेभलको कन्फिडेन्ट आइसकेपछि चाहिँ अनि मैले त्यसरी आफ्नो ब्याङ्किङ जबलाई स्विच गरेर छोडेर भनौँ न, त्यसलाई चाहिँ डिस्कन्टिन्यू गरेर चाहिँ यो बिजनेसलाई चुज गरेको हो। मेन वाइ भन्नुपर्दाखेरि चाहिँ बच्चासँग क्वालिटी टाइम स्पेन्ड गर्नको लागि अनि आफ्नो पर्सनल ग्रोथको लागि पनि, त्यसको लागि चाहिँ मैले यो बिजनेस चुज गरेको हो। सो थ्याङ्क यू सो मच है हजुरको बिगेस्ट वाइको लागि। सो हामीले चाहिँ हाम्रो लाइफ होइन कति छिटो सिफ्ट हुन्छ कि होइन, एउटा प्रायोरिटीबाट चाहिँ अर्को होइन इम्पोर्टेन्समा चाहिँ सिफ्ट हुन्छ नि त। जस्तै कि हजुरको ब्याङ्किङ करियर होइन कति इम्पोर्टेन्ट थियो नि त होइन, तर टाइम वाइज सिफ्ट भएर चाहिँ बेबीमा गयो होइन। किनभने एज अ मम चाहिँ हामीले एटलिस्ट होइन आफ्नो बच्चालाई चाहिँ प्रिसियस टाइम दिन पाऊँ भन्ने हुन्छ नि त होइन। जस्तो यो होइन कि हामी जस्ट प्रेजेन्ट मात्र होइन हुने होइन कि हामी फुल इन्टेन्सनल्ली के होइन प्रेजेन्ट हुन पाऊँ भन्ने, त्यो चाहिँ मेरो होइन त्यो। किनभने चाहिँ मैले यस अफकोर्स होइन मैले जब गरेन एन्ड म चाहिँ अहिलेसम्ममा चाहिँ मैले मेरो बच्चाको इच एन्ड एभ्री माइलस्टोन्सहरू एचिभ गर्ने मौका त्यो बुझ्ने होइन, उसको एभ्री स्टेप मैले चाहिँ हेर्ने बुझ्ने मौका पाएँ होइन। त्यसको लागि म एकदमै ग्रेटफुल छु। तर कस्तो हुन्छ भन्दाखेरि त्यसले मात्र भन्दा पनि नपुग्ने रहेछ कि होइन। मलाई चाहिँ मेरो नानीलाई चाहिँ हुर्काउनको लागि फाइनेन्सियली मलाई सपोर्ट चाहिरहेको थियो कि मोस्ट इम्पोर्टेन्ट भनेको होइन। एन्ड मलाई ग्रोथ, मेरो लागि ग्रोथ एकदमै इम्पोर्टेन्ट। किनभने कहिले पनि बाहिर गएर नगरेको अनि केही पनि नगरेको, कहिले अगाडि नबढेको होइन। एन्ड अब त होइन अब लाइक म चाहिँ सिङ्गल मम होइन, सो द्याट अब त्यो डिपेन्डेन्सीबाट इन्डिपेन्डेन्सीतिर जानलाई मलाई यति धेरै स्ट्रगल गर्न पऱ्यो कि होइन। मोस्ट अफ द टाइम चाहिँ मैले आफूले मनाउन चाहिँ एकदमै टाइम लाग्यो होइन। एन्ड देन आफ्टर चाहिँ लाइक हुन्छ नि मलाई चाहिँ मेरो पर्सनल ग्रोथ हुनुपर्छ होइन, पर्सनल्ली चाहिँ म डेभलप हुनुपर्छ है भन्ने चाहिँ मेरो त्यो थट आयो। किनभने चाहिँ विदाउट होइन पर्सनल ग्रोथ भएन भने चाहिँ आई थिङ्क मैले फाइनेन्सियल स्टेबल पनि हुन सक्दैन, मैले मेरो बच्चाको फुल्ली टेक केयर पनि गर्न सक्दिनँ भन्ने चाहिँ त्यो थियो होइन। तर मैले चाहिँ अब आई डोन्ट नो होइन, मैले चाहिँ यो बिजनेसको बारेमा एकदमै पहिला देखेको थिएँ कि होइन। त्यो बेला चाहिँ मलाई एकदमै त हुन्छ नि सबै साथीहरूले त्यो जब गरेको देखेर होइन
लाइक आफ्नो ठाउँमा माथि पुगिसकेको देखेर चाहिँ एकदमै होइन म पनि गर्नुपर्छ जस्तो लाग्थ्यो कि होइन टाइममा चाहिँ। अनि प्लस मैले मेरो हस्बेन्डलाई चाहिँ फाइनेन्सियल सपोर्ट गर्न पाए हुन्थ्यो नि त होइन। कति धेरै मेन्टली प्रेसर हुन्छ नि त फाइनेन्सेसको। अनि हुन्छ नि होइन अब घरबाटै मिल्दैन भने अब वर्क फ्रम होम जब्सहरू हुन्छ त्यो गरौँ न भनेर चाहिँ एकदमै सर्च गर्थेँ कि मैले सोसियल मिडिया प्लेटफर्ममै होइन। जुन हामी चाहिँ इन्टरटेनमेन्टको वेबाट मात्रै हेरिरहेको हुन्छौँ। अनि मैले ठ्याक्कै यो बिजनेसको बारेमा थाहा पाएँ कि होइन। त्यो समयमा मैले यति धेरै सोसियल मिडिया चलाउँथेँ नि होइन। तर मैले पोस्टहरू त्यस्तो होइन भिडियोहरू बनाउने कहिले पनि गरेन। तर मैले चाहिँ धेरै स्क्रल गर्थेँ कि होइन। अनि बिजनेसको बारेमा थाहा पाएँ तर म चाहिँ ब्याक भएँ। किनभने चाहिँ त्यो समयमा मैले मेरो हस्बेन्ड त्यो बेला एकदमै धेरै स्क्यामहरू चलिरहेको थियो कि अनलाइन भन्ने है। म चाहिँ ब्याक भएँ कि। अनि आई थिङ्क मैले वर्कसप हेरेँ तर मैले फुल नलेज चाहिँ लिएन होइन ब्याक भएँ। आई थिङ्क त्यो लागि मेरो लागि राइट टाइम थिएन होला होइन। अनि मैले मेरो हस्बेन्डलाई सोधेको थिएँ कि मैले यस्तो यस्तो प्लेटफर्म देखेको छु नि होइन भनेर। तर उहाँले हेर्नु भएन। उहाँले चाहिँ नहेरिकन पनि यस्तोमा फस्नु हुँदैन स्क्याम हुन्छ है भन्नुभयो के होइन। सो अफकोर्स होइन उहाँ धेरै बाहिर हिँडिरहनुहुन्छ उहाँलाई थाहा होला नि त मभन्दा बढी भने मैले आफ्नो डिसिजन पनि उहाँमाथि थुपरेँ कि होइन। किनभने त्यो यस्तो प्लेटफर्म मलाई चाहिरहेको थियो नि त। तर म चाहिँ ब्याक भएँ होइन टोटल्ली ब्याक भएँ। एन्ड देन आफ्टर केही इयर्स पछि होइन अब म चाहिँ एज अ सिङ्गल मम सानो बेबी भएपछि चाहिँ अब त केही गर्नुपर्छ होइन। अब त्यो गरेन भने चाहिँ आई थिङ्क अब के गर्ने त होइन। बच्चालाई अब सबै कुरा पुर्याउन पर्यो। फाइनेन्सियली स्टेबल हुन पर्यो। आफ्नो पर्सनल ग्रोथ चाहिरहेको छ भने चाहिँ मैले फेरि पनि त्यही सोसियल मिडिया नै त हो होइन। अनि त्यो स्क्रोल गर्ने क्रममा चाहिँ फेरि सेम पर्सनको सेम होइन कुराहरू मैले भेटाएँ कि। तर मैले अहिले चाहिँ रिमाइन्ड गर्दा उहाँले चाहिँ मैले एकदमै फलो गरिरहेको रहेछु क्या उहाँको इच एन्ड एभ्री ग्रोथहरू होइन पर्सनल ग्रोथ बिजनेस ग्रोथ बच्चालाई टेक केयर गरेको कुराहरू होइन टाइम म्यानेजमेन्ट सबै कुराहरू मैले भेटेँ क्या उहाँकोमा होइन। अनि म कस्तो रिलेट भयो कि मैले यस्तो प्लेटफर्म चाहिरहेको छु होइन जुन उहाँले त्यो प्लेटफर्ममा इन्जोय गरिरहनु भएको छ कि। अनि कस्तो के रहेछ र भनेर होइन अब त इफ यस्तो राम्रो देखिरहेको छु होइन। अब त्यो स्क्याम त हुनै सक्दैन नि त होइन। एज अ रियल पर्सन उहाँले आफ्नो फ्यामिली मेम्बर देखाउनु भएको छ इच एन्ड एभ्रिथिङ होइन सेयर गर्नु भएको छ भने कहीँ स्क्याम हुनु त होइन। स्क्याम होइन भनेर चाहिँ मैले अब सबै रिसर्च गरेँ होइन। मैले भ्याएसम्म सबै कुरा हेरेँ बुझेँ अनि स्टार्ट गरेँ होइन। सो मेरो पनि बिगेस्ट वाइ भनेको अफकोर्स पर्सनल ग्रोथ मोस्ट इम्पोर्टेन्ट भनेको मेरो पर्सनल ग्रोथ क्या। म बिजनेसमा आएपछि पनि मैले पैसाभन्दा पनि होइन यस अफकोर्स पैसा आउँछ होइन मैले काम गरेपछि हुन्थ्यो कि मलाई चाहिँ। तर मेरो पर्सनल ग्रोथ चाहिँ मोस्ट इम्पोर्टेन्ट छ। मैले मेरो बच्चालाई सिकाउनको लागि भए पनि होइन त्यो चाहिँ इम्पोर्टेन्ट छ भन्ने लाग्यो क्या मलाई होइन। सो फाइनल्ली होइन मैले चाहिँ स्टेप लिएँ अगाडि बढेँ तर अहिले चाहिँ एकदमै खुसी लाग्छ होइन। मैले कुनै यस्तो डिसिजन चाहिँ जुन मेरो प्रेजेन्ट र फ्युचर नै चेन्ज गर्छ कि होइन। प्रेजेन्ट चेन्ज गरिरहेको छ भनेपछि अफकोर्स फ्युचर पनि चेन्ज गर्छ नि त। त्यस्तो प्लेटफर्ममा म चाहिँ अहिले आबद्ध छु होइन। आफै रिसर्च गरेँ होइन अब त्यो डिपेन्डेन्सीबाट इन्डिपेन्डेन्सीको लाइफ होइन त्यो जर्नी चाहिँ एकदमै गाह्रो थियो आफै त्यो डिसिजन लिनको लागि होइन। तर फाइनल्ली मैले गरेँ भनेर सधैँ इच एन्ड एभ्री डे त्यो ग्रेटफुलनेस हुन्छ कि मलाई चाहिँ होइन। सो या त्यही नै हो मेरो बिगेस्ट भनेको। एन्ड अर्को कुरा भनेको चाहिँ मैले सधैँ देख्थेँ कि मेरो साथीहरूलाई होइन सानो सानो बच्चा छोडेर विदेश गएको अनि प्लस जबमा जानुभएको होइन आफ्नो स्टोरीहरू सेयर गर्नुहुन्थ्यो कि होइन। लाइक जान मन लाग्दैन जबमा बच्चा छोडेर होइन यस्तो कुरा। मलाई चाहिँ म त सक्दिनँ है मेरो नानीलाई छोड्न भन्ने चाहिँ हुन्थ्यो कि। एटलिस्ट ऊ नबुझ्दासम्म होइन लाइक 5 वर्षसम्म त एकदमै प्रिसियस हुन्छ नि त। त्यसपछि त खासै मम्मी चाहिँदैन आई थिङ्क होइन। तर त्यो 5 भन्दा भित्र त एकदमै मम्मी मम्मी मात्रै चाहिन्छ कि बच्चाहरूलाई। त्यही भएर यो समय चाहिँ म जसरी पनि दिन्छु होइन मेरो बच्चालाई भन्ने चाहिँ। अनि यो प्लेटफर्म पनि एकदमै फ्लेक्सिबल घरमै बसेर गर्न मिल्ने इच एन्ड एभ्रिथिङ त्यो हेरेपछि चाहिँ यस होइन मेरो लागि हो भन्ने चाहिँ त्यो
भयो कि होइन, देन आई स्टार्टेड है। सो त्यसरी मैले चाहिँ स्टार्ट गरेँ है। तपाईँको आफ्नो रिजन हुन्छ होइन यो बिजनेसमा आउनको लागि। अब धेरै जस्तो ममहरूको रिजन भनेको नि आफ्नो बच्चाको लागि है, बच्चाको फ्युचर सेक्योर गर्नको लागि उसँग प्रिसियस टाइम बिताउँ, उसको सबै हर कुराहरू चाहिँ आफूले इन्जोय गर्न पाऊँ भन्ने लाग्छ नि त। त्यही भएर धेरैजनाको तपाईँको रिजन के हो नि भनेर सोध्यो भने चाहिँ धेरैजनाले त्यही नै भन्नुहुन्छ। हो एकदमै। तर त्यो पनि हो नि त होइन, हाम्रो त्यो टाइम अनुसार सिफ्ट पनि त हुन्छ नि त प्रायोरिटिजहरू होइन। मम्मी भएपछि चाहिँ आई थिङ्क मोस्ट अफ द मम्मीहरूको त्यही नै रिजन हुन्छ होइन, करियर ब्रेक गर्ने। मैले हाम्रो कति धेरै इन्ट्रेस्टेड पर्सनहरू आउनुहुन्छ नि त होइन, क्वेरिजहरू गर्नुहुन्छ। अनि म प्रेग्नेन्ट छु, मैले जब गर्न सक्दिनँ, एन्ड ब्रेकमा छु होइन, किन बच्चा सानो छ भन्नुहुन्छ कि होइन। त्यही रिजनले नै हामी यहाँ छौँ नि त होइन। सो त्यही त्यो पनि चाहिँ एभ्री ममको लागि चाहिँ बिगेस्ट रिजन नै त्यही हो है। सो थ्याङ्क यू सो मच बबिता सिस, हजुरको वाइको लागि है। सो त्यसको लागि चाहिँ म एकदमै धेरै एप्रिसिएट गर्छु होइन, किनभने त्यो डिसिजन भनेको एकदमै हामीलाई त्यो दुःख पनि लाग्छ नि त केही टाइम होइन, जब छोड्नुको पनि होइन। हजुरले फिल गर्नुभयो होला। पक्कै पनि हो, किनभने गरिराखेको त प्यासन थियो नि त त्यसमा चाहिँ मेरो। त्यो छोड्नु पर्दाखेरि चाहिँ अब त्यो यसको मतलब होइन कि यो बिजनेसमा आएर झन् म ह्याप्पी पनि भएको छु, किनभने आफ्नो धेरै ग्रोथ पनि पाएँ। जुन सोचेर आएको थिएँ मैले सोचेको भन्दा पनि धेरै पाएँ कि त्यसले गर्दा मलाई रिग्रेट चाहिँ हुन पाएन। मैले आफ्नो गरेको डिसिजनमा चाहिँ म रिग्रेट हुनु परेको छैन, त्यही कुरामा ह्याप्पी छु। ओके, सो नेक्स्ट क्वेसनतिर जाउँ है त। सो अहिले चाहिँ अफकोर्स होइन, अब यो सोसियल मिडियामा चाहिँ धेरैले होइन डिजिटल बिजनेस मात्रै सुनिरहनु भएको छ कि, अन्त एक्चुअलीमा चाहिँ यो हो के भनेर धेरैले सोध्नुहुन्छ होइन। अनि हामीले गर्छौँ त के होइन, यो सोसियल मिडियामा यो बिजनेसमा के गर्छौँ त भन्ने कुरा सोध्नुहुन्छ कि। सो प्लिज यसको चाहिँ छोटो मिठो क्लियर गरिदिनु न है। डिजिटल बिजनेस भनेपछि पक्कै पनि सोसल मिडियासँग कनेक्ट नै छ होइन। हामीले चाहिँ यो सोसल मिडिया युज गरेर चाहिँ गर्ने बिजनेस हो। त्यसको लागि चाहिँ 7वटा सोसल मिडियाको प्लेटफर्म दिएको हुन्छ। आफूलाई कुन प्लेटफर्ममा चाहिँ कम्फर्टेबल लाग्छ त्यही प्लेटफर्ममा चाहिँ हामीले आफ्नो बिजनेसको पर्फर्मेन्सहरू गरिरहेको हुन्छौँ होइन। अब यसमा चाहिँ मेन गर्ने भनेको चाहिँ ट्रेनिङहरू दिएको हुन्छ, ट्रेनिङलाई फलो गर्ने अनि त्यसपछि त्यही अनुसारले चाहिँ स्टेपहरू गर्दै जाने हो। सबै कुराहरू भित्र गाइडेन्स दिएको हुन्छ, कोच मेन्टर दिएको हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ भएको कुराहरूलाई चाहिँ हामीले युटिलाइज गरेर अब पोस्टहरू बनाउने, कन्टेन्ट बनाउने, त्यसरी चाहिँ आफू पहिला लर्निङ गर्ने, त्यसपछि चाहिँ अरूलाई सिकाउने, मेन्टरिङ गर्ने प्लेटफर्म हो कि यो भनेको चाहिँ। धेरैलाई कन्फ्युज पनि भइरहेको हुन्छ के हो डिजिटल बिजनेस भनेको, गर्ने कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ कि यसमा चाहिँ हामीले अब कतिपय अवस्थामा चाहिँ सोसल मिडियालाई इन्टरटेनमेन्टको रूपमा मात्रै लिइरहेको हुन्छ कि। भनेपछि यो बिजनेसमा चाहिँ हामीले सोसल मिडिया भनेको चाहिँ हाम्रो वर्क स्टेसन हो, जहाँ चाहिँ त्यही सोसल मिडियामै रहेर चाहिँ हामीले काम गरिरहेको हुन्छ होइन। अब अहिले यसरी लाइभ आउनु भनेको मतलब पनि इन्टरटेनमेन्टको लागि पक्कै पनि होइन, किनभने हामीले यहीँ केही इन्फर्मेसनहरू दिनको लागि, यसको लागि कति क्वेसनहरू आइरहेको हुन्छ होइन, यो बिजनेस के हो कसो हो भनेर कति धेरै इन्क्वायरीहरू आइरहेको हुन्छ। सो त्यो इन्क्वायरीलाई कभर गर्नको लागि पनि यस्तो लाइभ सेसनहरू भइरहेको हुन्छ। सो यसरी नै सोसल मिडियामा प्रेजेन्स भएर चाहिँ हामीले गर्ने बिजनेस हो है। अब त्यसको लागि चाहिँ बिजनेस पेजहरू पनि दिएको हुन्छ, के कसरी कामहरू गर्ने भनेर सबै इच एन्ड एभ्री कुराहरू चाहिँ हामीलाई गाइड गरेको हुन्छ। सो अब यसमा मैले मेन गर्ने काम भनेको चाहिँ सोसल मिडियालाई इफेक्टिभली युज गरेर चाहिँ पोस्टहरू बनाउने, कन्टेन्ट बनाउने होइन। अब जसले यो बिजनेसमा चाहिँ इन्ट्रेस्टेड भएर आउनुहुन्छ उहाँलाई चाहिँ हामीले चाहिँ मेन्टरिङ गर्ने काम हो, सिकाउने, बाटो देखाउने काम हो है। त्यसले गर्दाखेरि चाहिँ मेन यही नै कुरा भन्न चाहन्छु। सो यसमा चाहिँ अब सृजनाजीले पनि केही एड गर्न चाहनुहुन्छ कि? फर्स्ट अफ अल थ्याङ्क यू सो मच। आई होप होइन धेरैले चाहिँ बुझ्नुभयो होला होइन बिजनेसको बारेमा। सो अफकोर्स होइन हामीले चाहिँ यसमा चाहिँ सोसियल मिडियामा चाहिँ मार्केटिङ गर्ने हो। यो होइन कि हामीले लाइक हुन्छ नि अहिले अनलाइन बिजनेसेसहरू चलिरहेको छ प्रोडक्ट्सहरूको होइन, प्रोडक्ट्सको मार्केटिङ गर्ने, यी कुराहरू चाहिँ हामीले गर्दैनौँ होइन। हामीले एजुकेट गर्ने काम गर्छौँ कि होइन, लाइक हाम्रो पोस्टहरू थ्रुबाट, हाम्रो जर्नी थ्रुबाट होइन, त्यो बिजनेसले हाम्रो लागि कसरी वर्क गरिरहेको छ त, कस्तो कस्तो पर्सनहरूले गरिरहनु भएको छ होइन, हजुरले कसरी स्टार्ट गर्नु सक्नुहुन्छ,
भन्ने कुराहरू चाहिँ हामीले सेयर गर्छौँ है। हामीले यो चाहिँ बिजनेस अपर्च्युनिटी चाहिँ सेयर गरिरहेको छौँ हामीले आफ्नो पोस्टहरू मार्फत होइन। यी कुराहरू सबै कुराहरू हजुरलाई यहाँ सिक्न पाउनुहुन्छ कि होइन। हामीले पनि कुनै पनि यो बिजनेस ब्याकग्राउन्डबाट छैनौँ नि त, मार्केटिङतिरबाट त छँदै छैनौँ होइन। तर पनि हामीले गरिरहेको छौँ बिकज किनभने चाहिँ हामीलाई यो सबै कुराहरू हामीले सिकेको छौँ होइन। हाम्रो मेन्टर हुनुहुन्छ, पर्सनल मेन्टर, कोच हुनुहुन्छ, उहाँले इच एन्ड एभ्री स्टेपमा गाइड गर्नुहुन्छ होइन। एन्ड अर्को ट्रेनिङ छ जुन 24 आवर्स रन भइरहेको हुन्छ। हामीले आफ्नो कम्फर्टेबल टाइममा आफ्नो फ्री टाइमलाई युटिलाइज गर्न सक्छौँ कि होइन ट्रेनिङ्सबाट। एन्ड अफकोर्स होइन हजुरले देख्नुहुन्छ कि मिटिङ्सहरू कति भइरहेको हुन्छ हाम्रो होइन। अनि धेरैले त्यो पनि सोध्नुहुन्छ कि कति धेरै मिटिङ्स एटेन्ड गर्नुहुन्छ कि हजुरहरूले भन्नुहुन्छ कि होइन। किनभने हामीले त्यसबाट एकदमै नलेज पाइरहेको हुन्छौँ होइन। हामी आफ्नो बिजनेस अगाडि बढाउनको लागि एन्ड यो कम्युनिटी नै त्यस्तै छ कि होइन। इच एन्ड एभ्री वानले चाहिँ एकअर्कालाई सपोर्ट गर्नुहुन्छ कि होइन। कि नबुझेको खण्डमा इच एन्ड एभ्री कुरामा चाहिँ सपोर्ट पाइन्छ कि हामीले होइन। सो हामीले गर्ने भनेको यी कुरा नै हो होइन। हामीले एजुकेट गर्ने सोसियल मिडिया प्लेटफर्ममा हामी बिजनेसले कसरी हजुरलाई हेल्प गर्न सक्छ भन्ने कुरामा। एन्ड अर्को कुरा भनेको चाहिँ हजुरहरूलाई चाहिँ हामीले मेन्टरिङ गर्छौँ होइन। बबी सिसले भने जस्तै सेफ हजुर इन्ट्रेस्टेड हुनुहुन्छ भने अफकोर्स होइन बुझ्न सक्नुहुन्छ होइन भन्न चाहन्छु। सो त्यही नै हो है बबिता सिस होइन। हामीले चाहिँ सोसियल मिडिया प्लेटफर्ममा चाहिँ कसरी प्रोडक्टिभ वेमा युज गर्ने होइन। टाइम जुन हामीले सोसियल मिडियामा युज गरेको जुन फ्री टाइम छ नि हामीले स्क्रोलिङ गरिरहेको हुन्छौँ, इन्टरटेनमेन्टको रूपमा युज गरिरहेको हुन्छौँ। त्यही समयलाई चाहिँ कसरी हामीले चाहिँ अर्निङ गर्ने होइन, कसरी आफू प्रोडक्टिभ हुने, आफ्नो पर्सनल ग्रोथमा कसरी वर्क गर्ने, यी कुराहरू चाहिँ हामी यसबाट चाहिँ सिक्न पाउँछौँ होइन। मोर देन द्याट होइन बबिता सिस। ओके, तपाईँले भने जस्तै र मैले भने जस्तै कुरा नै हो। यो बिजनेसमा मेन हामीले गर्ने टास्क भनेको त्यसको लागि चाहिँ तपाईँले एक्चुअलमा गर्ने के हो भनेर अझै धेरै जान्न मन छ भने सृजनाजीको पेजलाई फलो पनि गर्न सक्नुहुन्छ। उहाँको सृजना चौधरी एन्ड कम्पनी छ। सो उहाँको पेजमा गएर मोर डिटेल्स दिन पनि सक्नुहुन्छ। एक्चुअलमा गर्ने के हो, कस्तो खालको पोस्टहरू बनाउने हो, कन्टेन्ट बनाउने भन्छ, खासमा कस्तो खालको कन्टेन्ट बनाउने हो भनेर चाहिँ इन्क्वायरीको लागि चाहिँ उहाँको पेजलाई पनि भिजिट गर्न सक्नुहुन्छ भन्न चाहन्छु। हजुर, थ्याङ्क यू सो मच। हामीले यसमा त्यो अहिले त्यो कन्टेन्ट क्रिएटर्सहरूले एकदमै त्यो एडिटेडवाला बनाउनुहुन्छ नि होइन, त्यस्तो चाहिँ हामीले गर्दैनौँ होइन। त्यो गर्न पाइन्छ तर हामीले चाहिँ त्यो टाइमलाई चाहिँ युटिलाइज गरिरहेको हुन्छ होइन। त्यो टाइम त्यो कन्टेन्ट क्रिएसन गर्नु भनेको चाहिँ एकदमै मेहनत लाग्छ कि होइन। एउटा बनाउनलाई पनि एटलिस्ट कति दिन लाग्छ होइन। तर हामीले चाहिँ क्विक होइन केही मिनटमै हामीले आफ्नो कन्टेन्टहरू बनाउँछौँ कि। किनभने चाहिँ यो सबै कुराहरू हाम्रो लाइफस्टाइल रिलेटेड छ होइन। हामीले आफ्नो लाइफमा के गरिरहेको छौँ, के लर्न गऱ्यौँ यो बिजनेसमा, कस्तो बिजनेस ग्रो भएको छ होइन, हाम्रो बिजनेस जर्नी के छ, यी कुराहरू चाहिँ हामीले सेयर गर्छौँ। एन्ड जब हजुर आउनुहुन्छ यसरी नै हजुरले आफ्नो स्टोरी होइन आफ्नो जर्नीहरू सेयर गर्नुहुन्छ होइन। सो त्यसरी नै मार्केटिङ गर्ने हो भन्न चाहन्छु। सो अहिले चाहिँ हामीलाई एकदमै धेरैले हेरिरहनु भएको छ होइन। सो उहाँलाई चाहिँ हामी वेलकम गर्न चाहन्छौँ है। सो उहाँहरूको चाहिँ कमेन्ट पढ्न चाहेँ। शान्ति पाइजोस् यसले चाहिँ वाचिङ लाइभ भन्नुभएको छ। थ्याङ्क यू सो मच शान्ति सिस। थ्याङ्क यू शान्तिजी। यति राति भइसक्यो है। बट स्टिल हेरेर साथ दिनुभएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अन्जु खट्की वाचिङ लाइभ फ्रम काठमाडौँ भन्नुभएको छ। थ्याङ्क यू सो मच अन्जु सिस, थ्याङ्क यू। सम्झना डिजिटल एन्ड सिओ वाचिङ लाइभ सिस भनेको छ। थ्याङ्क यू सो मच सम्झना। रितु भूषाल भण्डारी वाचिङ लाइभ फ्रम बुटल, यु बोथ आर द रियल इन्सपिरेसन। थ्याङ्क यू सो मच रितु सिस, थ्याङ्क यू कमेन्ट है। Thank you so much. And one more. Mercy सिसले चाहिँ hello ladies watching from the USA भन्नुभएको छ। Thank you so much Mercy sis. Thank you so much.
इभन होइन उहाँले चाहिँ हाम्रो यो लाइभ सेसन बुझ्नु भएको छैन होला होइन, किनभने उहाँ चाहिँ फिलिपिन्स हुनुहुन्छ नि त होइन, फिलिपिनमै हो, हुनुहुन्छ। फिलिपिन्स हुनुहुन्छ। तर उहाँले चाहिँ हाम्रो यो लाइभ हेरेर चाहिँ सपोर्ट गर्नुभएको छ, त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच मर्सिसिस, थ्याङ्क यू। यो चाहिँ हाउ कस्तो ग्लोबल छ कि बिजनेस होइन। हो, सो हामीले अहिलेसम्म कुरा गरेको छैन, तर उहाँले चाहिँ हाम्रो यो लाइभ हेरेर चाहिँ सपोर्ट गर्नुभएको छ। तर हामीले चाहिँ हाम्रो यो विकली ग्लोबल मिटिङ्स हुन्छ होइन, तर त्यसमा चाहिँ हामी उहाँले पनि देख्न सक्छौँ होइन। सँगै स्क्रिन सेयर गरेका हुन्छौँ। अब हामी अनलाइनबाट चाहिँ यसरी कनेक्ट गरिदिएको छ कि सोसियल मिडियाले। सो सोसियल मिडिया यति पावरफुल छ भन्ने कुरा चाहिँ यही बिजनेसबाट पनि हामीले थाहा पाउन सकिन्छ। किनभने अब हामी नेपालमा छौँ, कति धेरै कन्ट्रीको बिजनेस पार्टनर हुनुहुन्छ जहाँ चाहिँ उहाँलाई हामीले पर्सनली चिनेको छैन। यही बिजनेसले नै गर्दाखेरि यस्तो मजाको बोन्डिङ हुन्छ, यस्तो साथ सपोर्ट गर्नुहुन्छ, त्यसको लागि पनि एकदमै एप्रिसिएट गर्छु। हजुर, हामीले पनि त कहिले चिनेको थिएनौँ नि त होइन। हामी पनि कहिले चिनेको थिएन, तर अस्ति मिटअपमा भेट भयो होइन। त्यसपछि चाहिँ भनौँ न सिर्जनाजीलाई अझै मजाले नजिकबाट चिन्ने मौका पाएँ मैले। आज यसरी त्यही भेटपछि नै यसरी स्क्रिन सेयर गरेर चाहिँ आफ्नो जर्नीहरू सेयर गर्दैछौँ। अब यसपछि भनेको छुट्टै खालको हुन्छ कि झन्, किनभने एकचोटि भेटिसकेपछि चाहिँ झन् मजाले चिन्ने मौका पाउँछ अनि आफ्नो कुराहरू सेयर गर्न पनि निर्धक्क साथ सेयर गर्न सकिन्छ होइन। यस्तो खालको बोन्डिङ दिन्छ क्या यो बिजनेसले। हजुर, हजुर पोखराबाट हुनुहुन्छ होइन, म चाहिँ बुटोलबाट, तर पनि हाम्रो रिलेसन अहिले राम्रो बेटर बन्दैछ होइन, यो बिजनेसबाट नै हामी चिनेको। अनि हजुर भैरव पनि आउनुभयो होइन मिटअपमा, एन्ड नजिकबाट हेर्ने बुझ्ने मौका पाएँ कि हजुरलाई। आई नो होइन त्यो धेरै हजुरसँग बोल्ने मौका चाहिँ पाइनँ होइन, तर हजुरको यो माइलस्टोन जर्नीमा चाहिँ मैले सेलिब्रेट गर्न पाएँ हजुरसँगै है, त्यसको लागि थ्याङ्क यू। एन्ड मलाई चाहिँ अझै हजुरसँग त्यो बेलामा चाहिँ अझै कुराहरू गर्न मन लागिरहेको थियो, तर म चाहिँ नानीसँग थिएँ होइन, सो द्याट अलिक कुरा गर्ने मौका चाहिँ मिलेन। तर फेरि भेट्नुपर्छ होइन। म टाइम पनि चाहिँ भएन, अब फेरि फेरि भेटघाट भइ नै रहेको छ। किनभने अब तपाईँ पोखरातिर आउनु होला, म बुटोलतिर जाउँला होइन। अब बिजनेसमै एउटै बिजनेसमा छौँ भनेपछि त अब त्यो भेटघाट कनेक्सनहरू त भइ नै हाल्छ। सो अब यसरी जे भए पनि त्यो मिटअपमा चाहिँ हामी यसरी पर्सनली भेट्ने मौका पायौँ है। थोरै टाइम भए पनि एउटै टेबलमा बसेर गफसफ गरियो होइन। त्यसले गर्दाखेरि पनि छुट्टै खालको कनेक्सन भएको छ कि। हजुर, एकदमै। मैले चाहिँ इमेजिन नै गरेको थिएन कि होइन, मैले अचानक हजुर सबैलाई धेरैजनालाई कि होइन यसरी मिटअपमा चाहिँ भेट्न पाइयो कि होइन। तर हजुर पोखराबाट होइन, म चाहिँ बुटोलबाट कहिले पोखरा नजाने होइन। अनि त्यस्तो बेलामा चाहिँ लाइक एक्कासी कि होइन भेट भयो जस्तो भएको थियो कि मलाई चाहिँ होइन। अनि मैले सोचेको पनि थिएन कि म त मिटअपमा जान्छु होइन। तर म्यानेज गरेँ होइन, आफ्नो टाइम म्यानेज गरेँ अनि गएँ कि होइन। आई थिङ्क लेखेकै थियो कि भेट्नलाई। थ्याङ्क्स फर कमिङ भन्न चाहन्छु। आउनु भएर भेट भयो होइन। यसरी सँगै यो स्क्रिन सेयर गरेर कुरा गर्न पाइयो। सायद अब त्यो मिटअपमा नभेटेको भए चाहिँ यसरी स्क्रिन सेयर पनि गरिन्थेन होला सायद होइन, कि अलि पछि गरिन्थ्यो कि थाहा थिएन नि त। सो थ्याङ्क यू सो मच यो कनेक्सनको लागि है। एन्ड नेक्स्ट क्वेसनतिर जाऊँ। यस, यो क्वेसन चाहिँ मोस्ट इम्पोर्टेन्ट होइन, धेरैले सोध्नुहुन्छ कि अनि मलाई चाहिँ एकदमै बुझ्न मन लागेको हजुरको है। हजुरले आफ्नो यो जुन लाइफ छ होइन, पर्सनल लाइफ, बिजनेस लाइफ होइन, बच्चा, घर होइन, यो कसरी ब्यालेन्स गर्नुहुन्छ होइन। किनभने चाहिँ धेरै मम्मीहरूले भन्नुहुन्छ नि त होइन, हजुरलाई पनि त क्वेसन आइरहेको छ होला। सो केही टिप्सहरू के मम्मीहरूको लागि होइन, हजुरले कसरी ब्यालेन्स गर्नुहुन्छ अनि हजुरको यो जर्नीमा के च्यालेन्जेसहरू फेस गर्नुभयो अनि यस एचिभमेन्टहरू त देखिरहेको छु, तर मेरो भ्युवर्सहरूले चाहिँ देख्नु भएको छैन होइन। सो एचिभमेन्ट्सहरू के त्यो पनि एचिभमेन्ट्सहरू होइन सेयर गरिदिनु न है। आई नो यो थ्याङ्क यू यो क्वेसन। चाहिँ एकदमै धेरै इन्सपायर हुनुहुन्छ कि हाम्रो भ्युवर्सहरू। ओके, थ्याङ्क यू सो मच यो क्वेसनको लागि। हाउ डु यु ब्यालेन्स भन्दाखेरि चाहिँ अब एज अ मम भइसकेपछि बच्चालाई हेर्नु भनेकै काइन्ड अफ फुल टाइम जब हो कि। उसको पछि भाग झन् टोडलर भनेपछि त त्यही नै हो। अब धेरैजना मम्सहरू रिलेट गर्नुहुन्छ होइन, धेरैजनाको त्यही नै हुन्छ।
अब त्यो कसैको बच्चा अलिकति कम एक्टिभ हुनु, कसैको बढी एक्टिभ हुनु भनेको त्यो भइ नै रहेको हुन्छ। तर धेरै जसो केसमा भनेको चाहिँ बच्चाको पछि भाग अब टाइम टाइममा खुवाउनु पर्यो, यो बनाऊ त्यो बनाऊ। अनि सुत्न पनि दिउँसो कतिपय सुत्दैन, मेरो केसमा पनि सुत्दैन कि दिउँसो। सो उसलाई चाहिँ अब फुल टाइम दिँदाखेरि पनि अब घरिघरि सुतेको बेलामा कहिले बच्चालाई काखमा राखेर आफूले गर्नुपर्ने छ भनेपछि टाइम निकालिँदो रहेछ कि। अब भनौँ न अब अघिपछि बच्चालाई मोबाइल भनौँ न बच्चालाई लिएर पनि हामी मोबाइल चलाएर बसिरहेको हुन्छौँ, टिकटक हेरेर बसिरहेको हुन्छौँ होइन। टाइम छैन भनिन्छ तर टाइम सोसियल मिडियालाई दिइ नै रहेको हुन्छ कि। दिनमा 2 घन्टा 3 घन्टा टिकटक हेर्न थाल्यो भने त झन् त्यहाँबाट बाहिर निस्किनै गाह्रो हुन्छ। त्यसरी टाइम उता दिइरहेको हुन्छ। तर केही गरौँ भन्ने भने चाहिँ टाइम छैन भन्ने आउँछ क्या जसलाई पनि। मलाई पनि आउँथ्यो कि योभन्दा अगाडि, मैले त जब गरिरहेको छु, सानो बच्चा छ, अब यो बाहेक चाहिँ मलाई गर्ने टाइम छैन भन्ने आउने कि माइन्डमै त्यस्तो खालको आउँथ्यो। सो यो बिजनेसमा आइसकेपछि चाहिँ कामलाई म्यानेज गर्न पनि सिकाएको छ। किनभने पहिला एउटै कामलाई लिएर बसिरहेको थिएँ मैले होइन। यो काम भएपछि मलाई पुग्यो आजको लागि भन्ने टाइपको हुन्थ्यो। यहाँ आइसकेपछि चाहिँ कामलाई प्रायोरिटी दिन सिकेको छु। यो काम चाहिँ अलिकति मोस्ट इम्पोर्टेन्ट छ, यसलाई चाहिँ अलिकति बढी टाइम दिनुपर्छ होइन। अब कहिलेकाहीँ फ्यामिली प्रायोरिटी भइदिन्छ, कहिलेकाहीँ चाहिँ बिजनेस प्रायोरिटी भइदिन्छ कि। कहिले बिजनेसमा यस्तो इम्पोर्टेन्ट काम गर्नुपर्ने हुन्छ होइन, त्यो बेलामा चाहिँ अब बिजनेसलाई प्रायोरिटी दिनु पर्यो, कहिले फ्यामिलीलाई प्रायोरिटी दिनु पर्यो। बिरामी भएको बेलामा चाहिँ बिजनेसलाई नै फुल टाइम दिन्छु भन्न पनि पाउँदैन, बच्चालाई टेक केयर गर्नु पर्यो होइन। त्यसरी चाहिँ आफ्नो सिफ्ट मिलाएर आफ्नो टाइमलाई चाहिँ डिभाइड गरेर स्प्लिट गरेर चाहिँ त्यसरी गरिरहेको हुन्छु होइन। अब मैले फुल टाइम दिएको पनि हुँदिनँ यो बिजनेसको लागि। बाँकी रहेको टाइम आधी घन्टा हुन्छ कि 45 मिनट हुन्छ कि 1 घन्टा हुन्छ कि होइन। अब कहिलेकाहीँ टाइम भयो भने लगातार 2 घन्टा दिँदा पनि भयो। अब अहिले चाहिँ किचनको काम सक्यो, त्यसपछि चाहिँ मैले बिजनेसलाई टाइम दिएँ। 8 बजीबाट 9:15 बजीसम्म चाहिँ हाम्रो ग्रुपको चाहिँ इन्टरभ्यू सेसन भइरहेको थियो। त्यसपछिको टाइम चाहिँ अब यताको लागि भयो होइन। त्यसरी चाहिँ अलिकति छुट्याउँदै यो टाइममा यो गर्छु, यो टाइममा यो गर्छु भन्यो भने चाहिँ म्यानेज गर्न सकिने रहेछ कि। एन्ड अरू कुरामा भएको भए म्यानेज गर्न पनि गाह्रो हुन्थ्यो होला। यो बिजनेसमा चाहिँ फ्लेक्जिबल भएको भएर, जुन टाइममा पनि गर्न मिल्ने भएको भएर चाहिँ हामी जस्तो आमाहरूको लागि चाहिँ सजिलो बनाइदिएको छ क्या। त्यसले गर्दाखेरि चाहिँ अब बच्चा अब दिनभरि चकचक गऱ्यो, उसलाई फुल एटेन्सन चाहिएको छ भने चाहिँ त्यो दिन मैले हेर्दिनँ बिजनेस। अब मैले बच्चा सुतेपछि हेर्छु अथवा किचनको काम सकेपछि हेर्छु भन्न मिल्यो होइन। त्यसरी गरेको हुन्छु। कहिलेकाहीँ चाहिँ बच्चा अलिकति ज्ञानी भएर बस्थ्यो भने अब दिनमा धेरै टाइम पनि दिएको हुन्छु बिजनेसलाई। सो त्यसरी चाहिँ म्यानेज गरेर लैरहेको छु है। टिप्स फर मम भन्दाखेरि चाहिँ मलाई चाहिँ के लाग्छ भने चाहिँ आजकल हामी चाहिँ इन्डिपेन्डेन्ट हुनु चाहिँ एकदमै जरुरी छ भन्छु कि मैले। अब हस्बेन्डले सपोर्ट गर्नुहुन्छ, फ्यामिली मेम्बरले सपोर्ट गर्नुहुन्छ, त्यो भनेको चाहिँ छुट्टै पाटा भयो होइन। अब आफ्नो अलिकति पनि इन्कम हुनु र फ्यामिलीमा फुल डिपेन्ड हुनु पर्दाखेरि चाहिँ त्यसमा एकदमै धेरै डिफ्रेन्ट हुन्छ कि। अब सानो कुराको लागि चाहिँ हस्बेन्डसँग मागिराख्नु परेन होइन। मेरो यति सानो आवश्यकता चाहिँ म आफैले पुरा गर्छु। अब कहिले के लाउन मन लाग्छ, कहिले के खान मन लाग्छ होइन। अब हस्बेन्डलाई पनि कमाउन कति गाह्रो हुन्छ, यो पैसा कता गयो, के गर्यो भन्ने पनि हुन्छ नि त कति धेरै कुराहरू। सो त्यो कुराहरूको लागि पनि आफ्नो सेल्फ रेस्पेक्टको लागि भए पनि केही न केही चाहिँ गर्नुपर्छ। जस्ट यही बिजनेसमा आउनु भन्न खोजेको होइन तर आफू इन्डिपेन्डेन्ट हुनको लागि चाहिँ साइडमा केही न केही चाहिँ प्लान गरि नै राख्नु भन्न चाहन्छु। अब मम भइसकेपछि त झन् स्पेसली हाम्रो खर्चहरू चाहिँ यति धेरै बढ्छ कि। बच्चाको डाइपर भन्यो, कपडा भन्यो, बाहिर गयो भने बच्चाकै लुगाहरू हेरिदिन मन लाग्छ, यो खुवाउनु पाए हुन्थ्यो बच्चालाई भन्न मन लाग्छ। अनि बजारमा गयो भने मामु यो किनिदिनु न भन्छ होइन। त्यो नाइ भन्नै सकिँदैन कि फेरि। अनि नाइ भन्न सकिँदैन, सो किनिदिन मन लाग्छ। त्यसले गर्दाखेरि चाहिँ यति धेरै हुन्छ कि बच्चाको जन आवश्यकताहरू। त्यसले गर्दाखेरि पनि सिङ्गल हुँदाखेरि भनौँ न, बच्चा नहुँदै भन्दा पनि आमा भइसकेपछि झन् केही गर्नुपर्ने चाहिँ एकदमै आवश्यकता रहेछ कि। आफू भइसकेपछि चाहिँ फिल भयो मलाई पनि। पहिला चाहिँ त्यस्तो फिल हुँदैन थियो, किनभने यति भएपछि हुन्छ आफ्नो लागि यो सपिङ गर, त्यो सपिङ गर, घरको ग्रोसरीहरू यो ल्यायो भनेर त्यो हिसाबले हेरिन्थ्यो भने चाहिँ बच्चा भइसकेपछि यो किनिदिन पाएँ, त्यो गरिदिनु पाएँ, त्यो गरिदिनु पाएँ भनेर कति धेरै त्यो इच्छाहरू हुने क्या, बच्चाको त्यो इच्छाहरू पुरा गरिदिउँ भनेर। सो त्यसको लागि पनि इन्डिपेन्डेन्ट हुनु एकदमै जरुरी छ भन्छु। अर्को कुरा च्यालेन्जको कुरा भन्नु पर्दाखेरि चाहिँ बिजनेस हो, सो च्यालेन्ज पनि आउँछ, अप एन्ड डाउन पनि आउँछ होइन। जस्तो जे भए पनि हामीले चाहिँ गर्छु भनेर आँट गरेर आइसकेपछि चाहिँ हरेस खानु हुँदैन, गिभअप गर्नु हुँदैन होइन। अब आफूले डिसिजन लिएर आएको हो नि त यहाँ त।
सेल्फ डिसिजन भइसकेपछि चाहिँ मैले गर्छु, आई हेभ टु डु भनेर चाहिँ त्यसरी अगाडि बढ्नुपर्छ। मान्छेको लाइफ भनेको सधैँ एक नास हुँदैन कि, कहिले के भइरहेको हुन्छ, कहिले के भइरहेको हुन्छ होइन। च्यालेन्जलाई ओभरकम गरेर अगाडि बढ्न सक्नु नै सक्सेस हो जस्तो लाग्छ कि मलाई चाहिँ। थर्ड माइलस्टोन फोर्थ माइलस्टोन भनेको चाहिँ छुट्टै पाटा भइहाल्यो, तर भनेको चाहिँ जति आउँछ नि अवरोधहरू, यो इन्टरप्रेनियर भनेको चाहिँ प्रब्लम सल्भर हो अरे कि। हामीले जस्तोसुकै प्रब्लम आए पनि सल्भ गरेर लिएर जान सक्नुपर्छ क्या, त्यो नै भन्न चाहन्छु होइन। अब अचिभमेन्टको कुराहरू गर्नु पर्दाखेरि चाहिँ एकदमै थ्याङ्कफुल छु यो बिजनेसप्रति, जहाँ चाहिँ अब कति धेरैजनाले भन्नु पनि हुन्थ्यो ब्याङ्किङ जब छोडेर नगरेको भए हुन्थ्यो, राम्रै भइरहेको थियो भनेर मलाई भनौँ न एक किसिमको त्यो भनेको पनि मेरो लागि नै हो भनिराख्नु भएको हुन्थ्यो। तर पनि अब यहाँ जुन प्रगति भइरहेको छ, जुन अचिभमेन्टहरू भइरहेको छ, त्यसको लागि एकदमै ग्रेटफुल छु। अब अवार्डहरूदेखि लिएर, अब माइलस्टोन सेलिब्रेसनहरूदेखि लिएर होइन, अब यस्तो राम्रो राम्रो साथीहरूसँग काम गर्न पाएको छु। त्यो भनेको हेल्दी वर्क इन्भाइरोमेन्टमा काम गर्न पाउनु भनेको पनि मेरो लागि त अचिभमेन्ट नै हो कि। अब अचिभमेन्ट भनेर कतिपय कुराहरूमा चाहिँ सक्सेससँग तुलना गरिन्छ, माइलस्टोनसँग तुलना गरिन्छ होइन। आफ्नो पर्सनल ग्रोथ हुनु, यसरी बोल्न नसक्ने मान्छे बोल्न सक्ने हुनु होइन, आफ्नो कुराहरू एक्सप्रेस गर्न सक्ने हुनु, त्यसपछि घुलमिल हुन सक्ने हुनु, कसैसँग घुलमिल हुन सक्ने हुनु भनेको नि मेरो लागि अचिभमेन्ट हो। अनि त्यसपछि अर्को त भइहाल्यो माइलस्टोनहरू, थर्ड फोर्थ फिफ्थ माइलस्टोनहरू चाहिँ जो हासिल गर्न सफल भएको छु अहिलेसम्मको यात्रामा होइन। यो भनेको चाहिँ अब लाइफको फर्स्ट सेकेन्ड थर्ड पार्ट मात्रै हो कि, अझै धेरै सफलता हासिल गर्न बाँकी नै छ है। त्यसको लागि चाहिँ अब सफलता हासिल गर्ने भनेर चाहिँ अब कामै नगरी पनि हुँदैन, आफूले पनि काम गर्न सक्नु पर्यो होइन। काम त्यही अनुसारले चाहिँ आफू लाग्न पनि सक्नु पर्यो। सो सपना पनि देख्नुहोस्, सपना पुरा गर्नलाई चाहिँ आफूले काम पनि गर्नुहोस् कि, त्यही नै भन्न चाहन्छु सबैजनालाई है। सो थ्याङ्क यू यस्तो राम्रो क्वेसनको लागि चाहिँ, थ्याङ्क यू सो मच सृजनाजी। थ्याङ्क यू सो मच है यो टिप्स ट्रिक्स होइन सबै कुराको लागि। आई होप धेरै डाउटमा हुनुहुन्छ कतिजना होइन, सो उहाँलाई चाहिँ हेल्पफुल हुन्छ। एन्ड मलाई पनि होइन हेल्पफुल हुन्छ हजुरको यो टिप्सहरूबाट है। सो यहाँ हामीले चाहिँ आफ्नो हजुरको यो पर्सनल लाइफ र बिजनेस लाइफको ब्यालेन्सिङ होइन मेरो लाइफसँग पनि मिल्छ होइन, किनभने हाम्रो सेम एजको बच्चा अनि होइन हामी बिजनेस गरिरहेको छौँ घरबाटै होइन। सो द्याट सो त्यसरी नै मैले पनि मेरो डेहरू त्यसरी नै स्टार्ट गर्छु कि होइन। अब बिहान होइन के म्याटर गर्छ होइन, अब मोस्टली होइन के म्याटर गर्छ त्यसमा चाहिँ डिपेन्ड हुन्छ कि। अब ल बिहान होइन अहिले त बच्चाहरू स्कुल जाने भइसक्यो होइन, त्यो समयमा बिहानको मर्निङ टाइम कति रस हुन्छ कि, होइन हामी बिजनेसमा टाइम दिन भ्याउँदैनौँ होइन। तर जब 10 बज्छ नि 10 बजेपछि केही आफ्नो घरको कामहरू भ्याएपछि चाहिँ फुल टाइम हामीले बिजनेसमा टाइम दिन सक्छौँ कि, जबसम्म बच्चाहरू स्कुलबाट आउँदैनन् होइन। सो त्यो टाइमले अहिले म्यानेज गरिरहेको छौँ। एन्ड यस होइन हामीले स्टार्ट गर्दा बच्चाहरू सानो थियो कि, त्यो बेला चाहिँ हामी बच्चा सुतेको बेला खेलेको बेला होइन, त्यो जुन समय हुन्छ नि 5 मिनट 10 मिनटको होइन, त्यो समयलाई हामीले युटिलाइज गरेको हो है। सो स्टिल त्यो समयले युटिलाइज गर्छ कि हामीले। अहिले पनि हाम्रो बच्चाहरू अहिले खेलिरहेको छ भने चाहिँ हामीले बिजनेसमा मजाले टाइम दिन पाउँछौँ। अनि अचल त कस्तो हुन्छ भन्दाखेरि बच्चाहरू पनि बुझिसकेको के फेरि होइन, हाम्रो सानो बेबीहरू पनि मम्मी काम गर्नु है हामी म चाहिँ खेल्छु है भन्छ कि। त्यति बुझ्ने भइसकेको छ। इफ मैले चाहिँ काम नगरेर यत्तिकै मोबाइल चलायो भने त ऊ आइहाल्छ के होइन। काम आफ्नो खेल्ने कुद्ने त्यो समयले चाहिँ मोबाइलतिर लैजान्छ कि, तर ल्यापटप लिएर बस्यो कि मम्मी काम गर्दै हुनुहुन्छ है भनेर चाहिँ ऊ आउँदै आउँदैन होइन, त्यस्तो माइन्डसेट भइसकेको छ कि उसको है। सो यस होइन हामीले चाहिँ इन्डिपेन्डेन्ट भएर चाहिँ बस्नु भएन कि होइन। मैले मेरो कति धेरै इयर्सहरू होइन मैले इन्डिपेन्डेन्ट के अरे डिपेन्डेन्सीमै बिताएको छु कि होइन। सो एनी हाउ हामी चाहिँ फाइनेन्सियली मेन्टल्ली इमोसनल्ली एभ्री वेबाट चाहिँ हामी इन्डिपेन्डेन्ट हुन चाहिँ एकदमै जरुरी छ होइन। यो चाहिँ मैले मेरो लाइफबाट सिकेको होइन, किन अफकोर्स होइन लाइफ चेन्जेबल छ कि होइन, थाहै हुँदैन कि कति बेला चेन्ज हुन्छ भन्ने कुरा। अनि यस आज सिचुएसन एकदमै पर्फेक्ट छ, राम्रो छ, ब्यालेन्स भइरहेको छ, तर भोलिपल्ट थाहा छैन नि त के हुन्छ होइन। अनि मेरो विगत हेर्दा चाहिँ एकदमै राम्रो थियो कि लाइफ सबै पुगिरहेको छ होइन, केही गर्नु पर्दैन थियो कि होइन। तर
सडनली होइन अब बच्चा भएपछि चाहिँ चेन्ज भयो कि होइन मैले आफै फाइनेन्सियल इन्डिपेन्डेन्ट पनि हुन पर्यो मेन्टल्ली इमोसनल्ली होइन सबै वेबाट होइन सो हामी सकिन्छ भने चाहिँ अरू नभए पनि चाहिँ फाइनेन्सियली इन्डिपेन्डेन्ट हुन चाहिँ एकदमै जरुरी छ होइन अहिलेको सिचुएसनमा है त्यो चाहिँ मैले भन्न चाहन्छु अनि धेरैले भन्नुहुन्छ कि हाम्रो अब बिजनेसमा यस बिजनेस हो होइन लाइफमा त च्यालेन्जिङ पार्टहरू कति आउँछ कति हामीले त्यो ट्याकल गर्दै जानुपर्छ होइन ओभरकम गर्दै जानुपर्छ सो बिजनेसमा पनि च्यालेन्जेसहरू आउँछ होइन हामी कति कुराहरूमा चाहिँ आफूले आफूलाई च्यालेन्ज पनि गरिरहेको हुन्छौँ होइन किनभने त्यसैमा हाम्रो पर्सनल ग्रोथ माइन्डसेट सबै कुराहरू डिपेन्ड भएको हुन्छ कि सो यस आउँछ तर डराउनु भएन कि किनभने त्यो च्यालेन्जेस पछि हाम्रो त्यो ड्रिम्सहरू फुलफिल हुँदा यति धेरै खुसी हुन्छ नि होइन जस्तै कि मैले यो बिजनेसको बारेमा डिसिजन लिँदा चाहिँ मेरो लागि एकदमै गाह्रो थियो कि होइन एक्लै डिसिजन लिनको लागि धेरैले भन्नुहुन्छ हजुर सिङ्गल हुनुहुन्छ नि त होइन हजुरलाई कति सजिलो होला यो बिजनेस होइन गर्छु भनेर डिसाइड गर्नको लागि मेरो लागि एकदमै टफ थियो नि त त्यो समयमा मैले भनौँ न हस्बेन्डलाई मनाउन नपरे पनि मैले फ्यामिली मेम्बरहरूले मनाउनु परेको थियो कि होइन एक्लै गर्नु सपोर्ट नपाउनु यी कुराहरू थियो नि त होइन सो कसैको लागि इजी छैन के होइन सबैको आफ्नै फेज हुन्छ तर मैले चाहिँ मेरो प्रायोरिटी के छ त अहिले होइन त्यसमा ध्यान दिएँ होइन न कि नेक्स्ट पर्सनले सपोर्ट गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने कुरा किनभने चाहिँ हामीलाई आफूलाई चाहिँ ग्रो गर्दै जाँदा सबैले सपोर्ट गर्नु हुँदो रहेछ कि होइन अहिले चाहिँ यो 2 वर्षको जर्नीमा चाहिँ मैले फिल गरेको है अहिले सबैले सपोर्ट गर्नुभएको छ होइन पहिला चाहिँ यो जब मैले बिजनेस स्टार्ट गरेँ किन स्टार्ट गरेको होला होइन जबतिर गए भए हुन्थ्यो तिम्रो होइन फ्युचर सेक्योर हुन्थ्यो भन्नुहुन्थ्यो कि तिमी बरु विदेश नै जाऊ भन्नुहुन्थ्यो मलाई होइन विदेश जाऊ अनि बच्चालाई नै पछि लिएर जाऊ तिम्रो दुईजनाको लाइफ सिक्योर हुन्छ भन्नुहुन्थ्यो होइन तर मलाई चाहिँ त्यो चाहिँदैन थियो कि मलाई चाहिँ फ्यामिली मेम्बरसँगै बस्नु थियो अनि प्लस किनभने विदेश गयो भने त होइन त्यो सानो बच्चा छोडेर जानु अनि केही वर्ष त म त्यहाँ सेटल हुन लाग्छ होइन बच्चा छोड्नु पऱ्यो यही नेपालमै अनि मलाई चाहिँ पहिल्यै डर लागिसक्थ्यो कि होइन नाइ यो मबाट हुँदैन भन्ने हुन्थ्यो कि मलाई चाहिँ है तर धेरै अप्सनहरू हुन्छ होइन तर हामीलाई अहिले के चाहिरहेको छ त होइन त्यसमा चाहिँ जानुपर्ने हुन्छ है त्यो बिजनेस मात्र अप्सन होइन कि धेरै अप्सनहरू छ होइन तर केमा खुसी हुनुहुन्छ हजुर यो सबै फुलफिल गर्न सक्नुहुन्छ कि सक्नुहुन्न होइन किनभने हामी जब गर्दा पनि हाम्रो टाइम फ्लेक्सिबल हुँदैन हामीले टाइम फ्रिडम पाउँदैनौँ होइन धेरै कुराहरू हुन्छ नि त सो त्यसले गर्दा चाहिँ मैले बिजनेस चुज गरेको कि है सो कुरा गर्दा गर्दैकै कति धेरै लङ हुन्छ होइन कति धेरै कुरा आउँछ कि कुरा गर्दै जाँदाखेरि है आफ्नो पर्सनल कुराहरूमा पनि गइन्छ सेयर गर्न मन लाग्छ किनभने धेरैले त्यही कुराहरू गर्नुहुन्छ जुन हामीले स्टार्ट गर्नुभन्दा पहिला चाहिँ फिल गरेको थियो नि होइन ला के होला कसो होला होइन भने जुन थट थियो त्यही थटहरू नै सोध्नुहुन्छ कि अनि ए मेरो पनि त आइरहेको थियो नि त्यस्तै भन्ने चाहिँ हुन्छ अनि सेयर गर्न मन लाग्ने कि होइन सो नेक्स्ट अब यो चाहिँ लास्ट क्वेसन है सो स्टिल होइन हाम्रो यो लाइभ हेरेर होइन हाम्रो यो हाम्रो बिजनेस पेज हाम्रो यो जर्नी हेरेर चाहिँ अझै पनि ममहरू चाहिँ म मात्र होइन है धेरै होइन डिफ्रेन्ट पर्सनहरूले चाहिँ होइन हामी मम हो सो द्याट म मात्र आउँछ कि होइन किन मम्सहरूले धेरै रिलेट गर्नुहुन्छ तर यो बिजनेस चाहिँ सबै पर्सनहरूको लागि हो होइन सबै पर्सनहरूले चाहिँ गर्नुभएको छ सबै प्रोफेसनल्स ब्याकग्राउन्डको पर्सनहरूले चाहिँ गर्नुभएको छ होइन हामी फोकस चाहिँ मम्मीहरूलाई छ किनभने हामी मम हो होइन सो धेरै डाउटमा हुनुहुन्छ कि होइन लाइक म गर्न सक्छु कि सक्दिनँ गर्न सक्दिनँ होला फ्यामिलीले सपोर्ट गर्नुहुन्न होला होइन म फ्यामिलीलाई सोध्छु नि हस्बेन्डलाई सोध्छु नि यस्तै कुरामा कि डाउटमा बस्नुहुन्छ होइन सो उहाँहरूलाई चाहिँ हजुरले के भन्न चाहनुहुन्छ हजुरको एक्सपिरियन्स के छ होइन स्टार्ट गर्दाको
डाउट त आउँछ नै होइन, किनभने अब हामी डिफ्रेन्ट प्लेटफर्ममा चाहिँ काम गर्न जाँदैछौँ भनेपछि के होला कस्तो होला भन्ने अभियसली नै भइरहेको हुन्छ। अनि अब एउटा ब्याकग्राउन्डबाट अर्को ब्याकग्राउन्डमा सिफ्ट हुँदाखेरि त मलाई गाह्रो भइरहेको थियो। मलाई नि कहिलेकाहीँ लाग्थ्यो मैले गर्न सक्छु कि सक्दिनँ, यो बिजनेस मेरो लागि होला कि नहोला होइन। अब ब्याङ्किङमा त 8 वर्ष बिताएँ, अब यो बिजनेसमा चाहिँ मैले कन्टिन्यू गर्न सक्छु कि सक्दिनँ होला भनिरहेको फेज पनि आउँथ्यो। तर चाहिँ कस्तो हो भने मैले चाहिँ आफ्नो मनको कुरा सुनेँ कि मैले चाहिँ एक्चुअलमा चाहेको के छु त, यो बिजनेसलाई लिएर चाहिँ मेरो सपना के छ त भनेर मैले मेरो फोकस भनेको नै मेरो ड्रिममा, मेरो रिजन जुन कारणले गर्दाखेरि चाहिँ म यो बिजनेसमा जोइन भएको थिएँ होइन, त्यो स्ट्रङ रिजनलाई चाहिँ मर्न दिएन, त्यो रिजनले चाहिँ मलाई ब्याक हुन दिएन कि। किनभने चाहिँ मैले सोचेर आएपछि पुरा गर्नुपर्छ होइन। अब मेरो बच्चाको लागि भए पनि फ्यामिलीको लागि पनि मैले गर्नुपर्छ भन्ने टाइपको फिल भयो। त्यो हिसाबले चाहिँ म कन्टिन्यू लागि नै रहेको छु। अब सृजनाजीको पनि सेम केस नै हुन्छ होइन, धेरै जसको सेम नै केस हुन्छ। सो डाउटिङ गर्नु इज जेन्युन हो जस्तो लाग्छ, तर पनि आफ्नो पार्टबाट पनि रिसर्च गर्नु, तपाईँलाई एक्चुअलमा चाहिएको छ कि छैन होइन। कतिजनाले चाहिँ बिजनेस के रहेछ मात्रै बुझ्नको लागि पनि मेसेज गरिराख्नु भएको हुन्छ, कतिजनाले चाहिँ एक्चुअलमै उहाँलाई निड हुन्छ कि म पनि सेम सिचुएसनमा छु हजुरको जस्तै, मलाई पनि यस्तै प्रब्लम भइरहेको छ सिज, मेरै प्रब्लम भने जस्तो लाग्यो भनेर पनि मेसेज गरिराख्नु भएको हुन्छ। मेरो पनि सेम एजको छ, बच्चालाई छोडेर म अफिस जानै सकेको छैन, म म्याटर्निटी लिभमा छु, फेरि जबमा जानै मन छैन भनेर कति धेरैको मेसेज आइरहेको हुन्छ होइन। सो त्यस्तो केस छ भने चाहिँ अब हामी पनि सेम केसबाट नै आएको हो, त्यसले गर्दाखेरि चाहिँ यहाँ कुनै पनि कुरा कम्प्रोमाइज गर्नु पर्दैन कि। बच्चासँग पनि फुल टाइम दिन पाइयो, साइड बाई साइड आफ्नो पनि ग्रोथ हुन्छ। करियरलाई मेरो करियर छुट्यो, मैले पढेको काम लागेन, मेरो लाइफ त अब यस्तै हो भन्ने टाइपको हामीलाई कुनै पनि त्यो दिन त्यो त्यस्तो खालको फिलिङ आउन दिँदैन कि यो बिजनेसमा। त्यही भएर चाहिँ आफ्नो लाइफ सँगसँगै बिजनेसलाई पनि लैजान पाउँछ, बच्चा पनि हुर्किँदै जान्छ, बिजनेस पनि ग्रो हुँदै जान्छ होइन। त्यो हिसाबले चाहिँ हामीले कुनै पनि कुराहरूलाई चाहिँ पछि पार्नु पर्दैन। सो इफ तपाईँको मनबाट आवाजबाट चाहिँ यो मेरो लागि हो, मैले गर्न सक्छु भन्ने टाइपको आउँछ भने चाहिँ तपाईँले ढुक्कले स्टार्ट गर्न सक्नुहुन्छ होइन। अब फ्यामिलीले के भन्छ, हस्बेन्डले के भन्छ, सोसाइटीले के भन्छ, हामीले अरूको लागि चाहिँ सोच्ने होइन कि। मेन भनेको चाहिँ आफ्नो कुरा, आफ्नो आफूले के चाहिरहेको छ त्यो कुराले चाहिँ म्याटर गर्छ होइन। कहिलेकाहीँ चाहिँ सेल्फ डिसिजन लिन सक्नु पनि एकदमै ठुलो कुरा हो, त्यही डिसिजनले पनि आफूलाई कुन ठाउँमा लैजान्छ थाहा हुँदैन है। त्यही भएर मजाले रिसर्च गर्नुहोस्, तपाईँलाई इफ रिजनेट हुन्छ यो बिजनेसले अनि त्यसपछि वर्क गर्छ जस्तो लाग्छ भने चाहिँ मजाले गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँले अब सृजनाजीलाई चाहिँ मेसेज गर्न सक्नुहुन्छ, उहाँ चाहिँ अब गुड मेन्टर हुनुहुन्छ होइन, राम्रोसँग गाइड गरि नै राख्नुभएको छ कति धेरैजनालाई। सो उहाँले चाहिँ तपाईँलाई गाइड गर्नुहुन्छ। क्वेसनहरू छ भने चाहिँ बरु सोध्न सकिन्छ होइन, तपाईँहरूको डाउटलाई चाहिँ मेटाउन सक्नुहुन्छ, मजाले आफ्नो पार्टबाट टाइम पनि लिन सक्नुहुन्छ। अब आज भर्खरै बुझ्यो भोलि नै स्टार्ट गरिहाल्नुपर्छ भन्ने पनि हुँदैन कि, किनभने डिसिजन लिन पनि टाइम लाग्छ होइन। आफ्नो पार्टबाट सोचेर सम्झेर अनि त्यसपछि चाहिँ इफ रिजनेट हुन्छ भने चाहिँ स्टार्ट गर्न सक्नुहुन्छ भन्न चाहन्छु, स्पेसल्ली मम्सहरू। अब यो भन्दैमा चाहिँ सिर्फ मम्सको लागि मात्रै हो र भन्ने पनि लाग्न सक्छ कति धेरैजनालाई। अब हामी दुईजना यहाँ मम भएको भएर चाहिँ त्यो कुराहरू आइरहेको होइन, जसले पनि स्टार्ट गर्न सक्नुहुन्छ। अब यही टिममा कति धेरै जेन्ट्सहरू हुनुहुन्छ होइन, उहाँले जब गर्दा गर्दा नि यो बिजनेसलाई साइड हसलको रूपमा गरिराख्नु भएको छ। अब कति धेरैको के क्वेसन आउँछ भने चाहिँ इङ्ग्लिस जान्नुपर्छ, अथवा म गाउँको एरियामा छु, यो बिजनेस मेरो लागि हुन्छ कि हुँदैन, अथवा तपाईँ त अब ब्याङ्किङ गरिराख्नु भएको भएर चाहिँ गर्न सक्नुभयो, सक्सेस हुनुभयो, म चाहिँ सक्सेस हुन्छु कि हुँदैन भनेर सोधिराख्नु भएको हुन्छ। सक्सेसको ग्यारेन्टी भनेको कसैमा पनि हुँदैन कि, त्यो भनेको चाहिँ सिर्फ आफूमा भर पर्ने कुरा हो होइन। तपाईँको प्यासन कस्तो छ, कति डेस्परेट हुनुहुन्छ यो बिजनेस गर्नको लागि एन्ड आफ्नो लाइफलाई चाहिँ परिवर्तन गर्नको लागि चाहिँ कतिसम्म डेस्परेट हुनुहुन्छ भन्ने कुराले चाहिँ म्याटर गर्छ होइन। त्यही भएर चाहिँ आफूमा ट्रस्ट गरेर चाहिँ हामीले स्टार्ट गर्ने हो कि जुनसुकै काम पनि। सो आफूमा ट्रस्ट भयो भने चाहिँ मजाले गर्न सकिन्छ एन्ड सक्सेस पनि हुनुहुन्छ भन्न चाहन्छु, किनभने काम चाहिँ गर्नु पर्यो सक्सेस हुनको लागि। आफूले गरेको कामको आधारमा चाहिँ सक्सेस हुन सकिन्छ, यही नै मेसेज दिन चाहन्छु। सो यस होइन, त्यही नै हो हजुरले भनेको कुराहरू चाहिँ। सो डाउट गर्नु भनेको चाहिँ त्यो चाहिँ एकदमै नेचुरल हो कि होइन, हाम्रो ह्युमन बिइङ होइन। सो त्यो डाउट हुन्छ नै कि होइन, कुनै पनि नयाँ प्लेटफर्म होस् होइन, आफ्नो लाइक कम्फर्ट जोनबाट बाहिर निस्कनको लागि होस् होइन, कति धेरै डाउटहरू हुन्छ कि। हाम्रो त्यो
एक्सपिरियन्स गरेर नै आएको होइन। सो त्यो कुराहरू नर्मल हो होइन, तर डाउट भएरै बस्नु चाहिँ भएन कि होइन। त्यसले चाहिँ हजुरको कस्तो पर्सनल ग्रोथ होइन, लाइक हजुरको ड्रिम्स होइन, जुन एबिलिटी छ नि त्यो सबै कुरा रोकिदिरहेको हुन्छ कि होइन। जब मैले चाहिँ यो बिजनेस स्टार्ट गरेँ होइन, एनी हाउ गर्छु नै भनेर के होइन, होइन यो चाहिँ मेरो लागि बेस्ट छ, म गर्छु नै भनेर चाहिँ मैले स्टार्ट गरेको नि त होइन। तर मलाई चाहिँ केही पनि कुराको आइडिया थिएन कि होइन, न त बोल्ने, लाइक मैले कहिले पनि यसरी आएर बोलेको थिएन, कुनै भिडभाडमा पनि बोलेको थिएन होइन। मैले लाइक फ्यामिली मेम्बरमा होइन बसेँ भने पनि मैले खासै बोल्थिनँ कि, लाइक मेरो थट कसैले सुनिदेला भन्ने हुन्थ्यो कि। मैले केही आइडिया दिएँ भने चाहिँ बुझ्नुहुन्छ त होइन, लाइक सुन्नु हुँदैन होला, मन पर्दैन होला, के सोच्नु होला होइन, त्यस्तो पहिल्यै आउँथ्यो कि। अनि मैले केही कुरा सेयर गर्थेन होइन। सो त्यो चाहिँ हाम्रो लागि नर्मल जस्तो लाग्छ होइन, त्यो चाहिँ एकदमै एबनर्मल हो। त्यसले हाम्रो पुरै लाइफ जर्नी ग्रोथ होइन, हाम्रो एबिलिटी चाहिँ हामीले भेट्नै सक्दैनौँ कि होइन। जब म बिजनेसमा आएँ बल्ल मैले थाहा पाएँ कि होइन म यति ममा चाहिँ एबिलिटी छ भन्ने कुरा के, मैले गाइड गर्न सक्ने होइन, मैले मेरो कुरा राख्न सक्ने, मैले कसैको लागि इन्सपिरेसन बन्न सक्ने त्यो एबिलिटी चाहिँ ममा रहेछ भने चाहिँ मैले स्टेप लिएपछि फिल भयो कि होइन। सो सेल्फ डिसिजन उहाँले भने जस्तै चाहिँ सेल्फ डिसिजन लिन चाहिँ सक्नुपर्छ होइन। त्यसमा नै डिपेन्ड गर्छ कि हजुरको नेक्स्ट डे होइन, नेक्स्ट भनौँ न फ्युचर, त्यसमा नै डिपेन्ड गर्छ होइन। एन्ड अर्को कुरा भनेको चाहिँ लाइक कतिजना आउनुहुन्छ कि होइन, म गर्नलाई रेडी छु तर हस्बेन्डलाई सोध्छु होइन भन्ने कुरा। तर हामीले त रिमाइन्ड गर्न जरुरी छ होइन। जबसम्म चाहिँ हामीले आफूले आफूलाई हुन्छ नि सेल्फ बिलिभ गरिँदैन भने चाहिँ नेक्स्ट पर्सनले गर्नुहुन्न कि होइन। इभन त्यो हस्बेन्ड किन नहोस् होइन, उहाँले गर्नुहुन्न कि होइन। किनभने पहिला चाहिँ के हामी आफैमा बिलिभ छैन होइन, मेरो ड्रिम्स के हो, मेरो भिजन के हो, मैले यो गर्न हुन्छ कि गर्न हुन्न, के इन्फर्मेसनहरू छ, केही पनि नलेज छैन भने चाहिँ आई थिङ्क होइन हस्बेन्डले या त फ्यामिली मेम्बरले पनि बुझ्नुहुन्न के। किनभने एट द एन्ड त्यो हजुरको ड्रिम हुनसक्छ नि त, तर नेक्स्ट पर्सनको त होइन नि त। त्यो उहाँले बुझ्ने कुरा हुँदैन होइन। मैले विगतमा त्यो अझै पनि केही गिल्ट जस्तो हुन्छ कि मलाई होइन। कहाँ त्यो मैले रिसर्च गरेको भए होइन, इन्फर्मेसन लिएको भए आई थिङ्क धेरै कुराहरू चेन्ज हुन्थ्यो भन्ने लाग्छ कि होइन। अझै पनि त्यो लाग्छ होइन। इभन त्यो बिजनेसमा आउनु 2 वर्ष भए पनि त्यो मलाई घरिघरि फिल भइरहेको हुन्छ कि होइन। या 4 वर्ष 5 वर्ष होइन त्यो बितिसक्थ्यो नि त, कहाँदेखि कहाँ पुगिसक्थ्यो होला, कति धेरै चेन्जेसहरू आइसक्थ्यो होला होइन, कति कुरा मिस गरेको छु त्यो पुरा भइसक्थ्यो होला होइन भन्ने कुरा हुन्छ। तर पनि होइन मैले इच एन्ड एभ्री डे चाहिँ इन्जोय गरिरहेको छु यो जर्नी होइन। किनभने त्यो यो 2 वर्ष नै थियो होइन, जुन मेरो लागि राइट टाइम थियो आई थिङ्क होइन। तर थ्याङ्क गड होइन, भगवान्ले चाहिँ सही समयमा चाहिँ यो प्लेटफर्म देखाउनु भएको कि होइन। अदरवाइज थाहै छैन कि मैले के गर्थेँ होला है। त्यही आई त थिङ्क विदेश नै अपर्च्युनिटीलाई जानु ग्राब गर्न सक्नुभयो। मलाई हजुर त्यही नै अप्सन, लास्ट अप्सन त्यही नै हुन्थ्यो कि जस्तो लाग्छ कि मलाई होइन। सो होइन इन्फर्मेसन चाहिरहेको छ भने चाहिँ डिफ्रेन्ट वे छ होइन इन्फर्मेसन लिने हाम्रो यो प्रोग्राम के अरे बिजनेसमा होइन। हजुरले इन्फर्मेसनहरू लिन सक्नुहुन्छ कि होइन। त्यो अर्को कुरा हो, अर्को पार्ट हो कि हजुरले स्टेप लिने नलिने भन्ने कुरा। तर इन्फर्मेसन चाहिँ लिनुहोस् भन्छु क्या मैले चाहिँ होइन। पछि गएर चाहिँ किनभने हामी सबैले के बिजनेसमा जति पनि छौँ होइन, पहिल्यै देखा भए हुन्थ्यो नि भन्ने चाहिँ सबैले लाग्छ कि यो कुरा होइन। आई थिङ्क बबिता सिसले पनि रिलेट गर्नुहुन्छ यो कुरामा मलाई होइन। पनि लाग्छ किनभने अब 14 महिनासम्म त मैले बच्चालाई छोडेर अफिस गएँ नि त। सायद मैले अब यो म्याटर्निटी टाइममै यो बिजनेस भेटाएको भए चाहिँ त्यो टाइम पनि मैले छोड्नु पर्दैन थियो। अझै मेरो फाउन्डेसन अझै बलियो हुन्थ्यो होइन। यहाँसम्म आइपुग्दाखेरि चाहिँ अझ म स्ट्रङ हुन्थेँ, अझै माथिल्लो लेभलमा पुग्थेँ होला भन्ने चाहिँ लाग्छ। एकदमै
यस्तो पनि हो अनि एकदमै धेरै आफू जस्तै पर्सनहरूलाई पनि हामीले गाइड गरिरहेको हुन्छौँ, सपोर्ट गरिरहेको हुन्छौँ होइन। जो फर्स्ट पर्सन आउनुहुन्छ नि लाइक इन्ट्रेस्टेड पर्सन होइन, गर्छु नै भनेर। सो उहाँलाई चाहिँ हामी कति अगाडि बढाउन पाए हुन्थ्यो नि होइन भन्ने चाहिँ त्यो फिल आउँछ कि त्यो कुरा गर्दा गर्दै त्यो फिलिङ्स चाहिँ आउने रहेछ कि होइन। यस हामी चाहिँ सबै पर्सनहरूले हामी जति पनि छौँ पैसाको लागि आएको हो नि त होइन। घरमै बसेर पैसा कमाउन पाऊँ, फाइनेन्सियली स्टेबल हुन पाऊँ भनेर आएको तर एट द एन्ड कस्तो चेन्ज त्यो फिल भइरहेको हुन्छ कि होइन। कति धेरै पर्सनहरूलाई हामीले सपोर्ट गरेको छौँ होइन, एजुकेट गरेको छौँ भनेर के होइन। ती कुराहरू चाहिँ पक्कै पनि हो। सो त्यही हो डोन्ट डाउटफुल नहुनुहोस् होइन। किनभने जबसम्म हामी डाउटमै बसिन्छ हामीलाई आफ्नो एबिलिटी चाहिँ थाहा हुँदैन होइन। सो स्टार्ट गर्नुहोस्, बुझ्नुहोस् होइन भन्न चाहिँ चाहन्छु। यो बिजनेस मात्र होइन कि एनिथिङ के हजुरलाई जे इच्छा छ होइन त्यो कुरामा चाहिँ बुझ्नुहोस् होइन, इन्डिपेन्डेन्ट हुने चाहिँ कोसिस गर्नुपर्छ भन्छु है। सो फेरि पनि एकदमै धेरैले सपोर्ट गर्नुभएको छ कि सविता राई सिस्टर चाहिँ नमस्ते वाचिङ लाइभ फ्रम झापा भन्नुभएको छ। थ्याङ्क यू सो मच सविता सिस, थ्याङ्क यू। मैले यो मध्येमा चाहिँ धेरैले मैले चिनेको छैन कि होइन, तर पनि उहाँले एकदम हेरिरहनु भएको छ, सपोर्ट गर्नुभएको छ। सबैलाई थ्याङ्क यू सो थ्याङ्क यू सो मच। मच सबैजनालाई। गङ्गा डिजिटल एनसी हो वाचिङ लाइभ दी फ्रम काठमाडौँ भन्नुभएको छ। थ्याङ्क यू सो मच गङ्गा सिस, थ्याङ्क यू। यहाँ चाहिँ धेरै ममहरू हुनुहुन्छ कि होइन। मन्जु डिजिटल एनसी हो, हेलो हेलो मन्जु दी। सियापुन मगर वाचिङ लाइभ फ्रम ललितपुर, थ्याङ्क यू सो मच सिया सिस, थ्याङ्क यू सो मच। रोशनी थापा वाचिङ लाइभ, थ्याङ्क यू सो मच। ग्रो विथ रमिता हेलो भन्नुभएको छ, हेलो रमिता सिस, थ्याङ्क यू सो मच एभ्री वान है। हजुरले चाहिँ हाम्रो यो लाइभ हेरिदिनु भएकोमा एकदमै भ्यालुएबल बनाइदिनु भएकोमा है थ्याङ्क यू सो मच भन्न चाहन्छु। एन्ड हाम्रो यो लाइभ सेसन पनि कुरा गर्दा गर्दै 1 घन्टा पुगिसकेछ है। एकदमै रमाइलो भयो, धेरैजनाले साथ सपोर्ट पनि गर्नुभएको छ। अब यो टाइम भनेको चाहिँ धेरै लेट पनि भइसकेको थियो होइन, हामीले आफ्नो टाइम मिलाउँदा मिलाउँदै लेट भइसकेको थियो। सो त्यसले गर्दाखेरि पनि यो टाइम सुत्ने टाइम हो, बेड टाइम हो, तर पनि धेरैजनाले चाहिँ हेरेर साथ सपोर्ट गर्नुभयो। सबैजना चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु। एन्ड सिर्जनाजीलाई पनि थ्याङ्क यू सो मच। तपाईँले यसरी मलाई बोलाएर एज अ गेस्ट आफ्नो कुराहरू राख्ने मौका दिनुभयो होइन, आफ्नो जर्नीहरू सेयर गर्ने मौका दिनुभयो, त्यसको लागि पनि एकदमै ग्रेटफुल छु। सो अब फेरि पनि हामी सँगै स्क्रिनमा जोडिने नै छौँ होइन, मैले पनि पोडकास्ट गरि नै रहेको छु। सो अब कुनै दिन फेरि तपाईँको पनि आफ्नो स्टोरीहरू अझै डिटेल्समा चाहिँ सुन्न पाइनेछ है। अब आज अलिकति सर्टकटमा भयो। सो डिटेल्समा पनि फेरि आफ्नो स्टोरीहरू चाहिँ सेयर गर्नेछौँ हामीले भन्दै चाहिँ थ्याङ्क यू सो मच सबैजनालाई भन्न चाहन्छु। हजुर थ्याङ्क यू सो मच एभ्री वान है हाम्रो यो लाइभ हेरिदिनु भएकोमा। एन्ड थ्याङ्क यू सो मच स्पेसियली बबिता सिसलाई मेरो यो लाइभ सेसनलाई एकदमै प्रिसियस बनाइदिनु भएकोमा है थ्याङ्क यू सो मच भन्न चाहन्छु। एन्ड यस म चाहिँ फेरि पनि लाइभ आउनेछु होइन, नेक्स्ट एपिसोडमा नेक्स्ट गेस्ट लिएर फेरि पनि म बबिता सिसलाई होइन फेरि पनि ल्याउने छु है। किन भन्छ मलाई यो लाइभ सेसन एकदमै मन पर्यो होइन, मैले एकदमै धेरै इन्जोय गरेँ। सो थ्याङ्क यू सो मच बबिता सिस एन्ड थ्याङ्क यू सो मच एभ्री वान। हामी यही नै इन्ड हुन चाहेँ है। बाई बाई बाई, गुड एभ्री नाइट एभ्री वान। वान।